त्यही गर्ने। म फेरि एकचोटि भन्छु, हजुरलाई मैले ग्रुप छुट्याएको बुझ्नुभयो? ग्रुप 1, ग्रुप 2, ग्रुप 3 ले के गर्ने भनेर बुझ्नुभयो? ग्रुप कुन पर्यो होला? होइन, पठाएकै छैन, अब म पठाउँछु छैन। सबैभन्दा पहिला है त। त्यो पहिला चाहिँ सबैजना क्लियर हुनुहोस् ल। लिसनिङ लिसनिङ सुरुदेखि छ हो, सिरियली छ हो ग्रुप लिसनिङ, नम्बर स्पिकिङ, रिडिङ, राइटिङ राइटिङ छ सुरुदेखि हो। छ। अँ, चार। हजुर। ओके। सुरुदेखि छ, हजुरहरू चारवटा रुम नम्बर 1, रुम नम्बर 2, रुम नम्बर 3, रुम नम्बर 4 मा जानुहुन्छ र हजुर 5 मिनटको लागि जानुहुन्छ। ओके, हजुर 5 मिनट पछि चाहिँ नि हजुरहरूको टाइम सकिन्छ र म्याम हजुर यसमा ब्रेक आउनुहुन्छ। हजुर, के गर्ने भन्नुभएको? लिसनिङ यो एक्टिभिटी स्पिकिङको? जस्तो हजुरले नर्सरी कक्षालाई पढाउँदाखेरि लिसनिङमा के एक्टिभिटी पढाउने, ओके, स्पिकिङमा के गर्यो भने चाहिँ स्पिकिङ हुन्छ, त्यो क अक्षरको स्पिकिङ के गरी सिकाउने, कस्तो एक्टिभिटी बनाउने कक्षामा, लिसनिङको कसरी एक्टिभिटिजहरू गराउने। सो त्यो कुराहरूलाई चाहिँ नि मैले हाल्न खोजिरहेको छु। ए हजुर। ओके, सो हजुरहरूले अलिकति त्यसलाई रुम नम्बर 2, रुम नम्बर 3 पर्नुहोस् है त। म यहाँ अलिकति मिलाइहालेँ, अलिकति नम्बर तलमाथि परिरहेछ। नम्बर 4 त्यो गरेपछि हजुरहरू फरक फरक रुममा जानु हुँदैछ। ओके, फरक फरक रुममा गएपछि बुझ्नुभयो है। त्यो क हिजो अक्षर पढाउनलाई लिसनिङमा के एक्टिभिटिज गर्ने, स्पिकिङमा कसरी एक्टिभिटिज गर्ने, रिडिङमा के एक्टिभिटिजहरू गरेर क सिकाउने, अनि राइटिङमा कसरी क सिकाउने। सो यो कुरामा चाहिँ हजुरले छलफल गर्नु पर्यो। मैले हजुरलाई वेट रुममा पठाएँ है त। सो एकजना इन्चार्ज बन्ने अनि टिप्ने। भयो, हजुर अगाडि बढ्नुहोस्। ओके, साथीहरू रुममा जानुहोस्, आफ्नो आफ्नो रुममा क्लिक गर्नुभयो भने तपाईँहरू रुममा इन्टर गर्न पाउनुहुन्छ। यहाँ त केही पनि आएको छैन मेरोमा त। हिजो त आएको थियो। लक्ष्मीजीकोमा हजुर। अघि तपाईँ कुन रुममा हुनुहुन्थ्यो त? कुनै हजुरलाई म रुम नम्बर 3 मा पठाइदिन्छु है त। थियो अघि अन्त थिच्नु भयो जस्तो लाग्यो। ओके, रुम नम्बर 3 मा जानुहोस्। पुनम पुनमजीलाई पनि मैले 3 मै पठाइदिएँ त। केही पनि आएन। लक्ष्मी म्यामको रुम नम्बर 3 अगाडि आइरहेको होला, क्लिक गर्नुहोस् त, तपाईँ उता जानुहुन्छ। मन्दिरा म्याम, पुनम म्याम, अमृत भण्डारी म्यामको नाम अमृत हो कि नाम त्यहाँ एडिट नभएको कि मलाई जहाँसम्म। निशा श्रेष्ठ हो म्याम अमृतको ठाउँमा। निशा श्रेष्ठ, हजुरले फर्ममा पनि अमृत नै भर्नु भएको छ, पछि सर्टिफिकेट त अमृतै भनेर आउँछ नि त, फेरि फर्ममै होइन, त्यही। सरकोबाट भर्नु भएको हो। ठिक छ, अब अमृतबाट गरिदिनु भनेछ, तर निशा श्रेष्ठ हो। निशा स्पेलिङ भन्नुहोस् त। यही राखिदिनु भयो हुन्छ म्याम। के चाहिँ अमृतै भए पनि हुन्छ? हुन्छ। अमृत भण्डारी भनेर फर्म भर्नु भएको छ, त्यो हुँदाखेरि सर्टिफिकेट पनि त्यही नाम बन्छ कि? मलाई भन्नुहोस् हजुरले के बनाउने हो। भयो नि, केही पनि आएन। हजुर यसमै बनाइदिन्छु म्याम, हुन्छ। लक्ष्मी म्याम जानु भएको छैन अझै, रुम पाउनु भएन? त्यही त, हिजो त कस्तो ल, तपाईँलाई मैले रुम नम्बर 2 मा नट जोइन भन्छ, हजुरले आइरहेको छ अगाडि, थिच्नुहोस् त। थिच्नुभयो भने तपाईँ छिर्नुहुन्छ। तपाईँको मोबाइल अथवा ल्यापटप स्क्रिन अगाडि हिजो त जोइन आएको थियो, भनेर आज केही त केही आएको दिइरहेछ। छैन। हजुर, मन्दिरा म्याम सुन्दै हुनुहुन्छ? उहाँको पनि रुम नम्बर
हिजो त आएको थियो। Asked for help. Okay, सृजन म्यामले मलाई बोलाउनु भयो। हेलो हजुर, सृजना म्यामले मलाई बोलाएको हो। हजुर हो, कसैको साउन्डै आइरहेको छैन त म्याम। निशा म्याम, दिपा म्याम, एकचोटि बोल्नुहोस् त, केही आवाज आएको छैन? म्युट भइरहेछ। हामी कतिजना? 4 जना, 2 3जना जना, हुनुहुन्छ, 3 तपाईँ, जना। निशा, दिपा, रुम नम्बर 1 होइन? हजुर, लिसनिङमा पर्यो होइन? ओके, हो, लिसनिङमा पर्यो। निशा म्याम, आवाजै आइरहेको छैन। उहाँहरू दुवैजनाको आएको छैन। दिपा म्याम, क्यान यु अनम्युट योरसेल्फ? च्याट बक्समा यु क्यान यस राइट। म्याम, तर नेटवर्क एकदम पुवर छ है। ओके। So, निशा म्याम, what about you? च्याट बक्समा लेखेर पनि छलफल गर्दै गर्नुहोस् अथवा कपीमा टिप्दै गर्नुहोस्। हामीसँग समय फेरि धेरै छैन। निशा म्याम, हजुरले यस सुनिरहनु भएको है। छ? हाम्रोमा लिसनिङको लागि कुनै पनि जुनै लेटरलाई मात्रै कि म्याम, यो कलाई नै फोकस गर्ने कलाई अहिले? क अक्षर कलाई होइन? पढाउँदाखेरि हामीले लिसनिङका के एक्टिभिटिज गर्ने? हस्, अब रुम नम्बर 1 मा पाँच मिनट त सकिसक्यो है क्या? खै हामी त अब त 5 मिनट कति छिट्टै सके जस्तो भयो। ठिकै छ। या, ढिला हुन्छ भनेर मैले 5 मिनट अलोकेट गरेरै पठाइरहेको थिएँ कि, त्यही भएर 5 मिनट भएपछि हजुर हजुर ब्याक लिएर आइहाल्यो। ब्याक हजुर आयो। हजुर हजुर टाइम हजुर सकेपछि यतिकै बोल्ने कसैको आवाज आइरहेको थिएन बोल्ने। हामी त डिस्कस गर्दा गर्दा हजुरले तानेर ल्याइहाल्नु भयो, है? आइम 5 मिनटभन्दा धेरै गफ गर्न टाइम सक्यौँ भनेर नि। अहिले फेरि हामीलाई उता 10:30 पर्छ। म त आज रुम त खाना खोज्दा खाएर हो सम्झना म्याम। आज चाहिँ खाना खाएर। ओके, सो रुम हामी खोज्दा खोज्दा अलमोस्ट घर आएँ। डिस्कसन नै हुन पाएन। ठिकै छ, अलमोस्ट सबैजना आयौँ होला। अब हामी सबैले थपथाप गरौँला है त। सो लिसनिङ एक्टिभिटिज, हामीले बच्चालाई कुनै पनि एउटा नयाँ अल्फाबेट सिकाउँदाखेरि सुरुमा लिसनिङ गराउनको लागि हामीले के गराउनु पर्छ? ल सबैजनाले यहीँबाट भनौँ न त। अब पहिला ग्रुप नम्बर 1ले टिप्नु भएको छ भने भन्नुहोस्, अनि बाँकी साथीहरूले थपथाप गरौँ त, के गर्न सकिन्छ? फर्स्टमा त अब नानी बाबुहरूले सुनिरहेको कबाट आउने वर्डहरूको स्टोरी जस्तो बनाएर उहाँहरूलाई त्यही अनुसारले पनि गराउन सकिन्छ। भेरी गुड। सो 1 इज स्टोरी टेलिङ फर, हजुर। ओके, लिसनिङ। अनि के अरे क अक्षर देखाउनु पर्यो। क अक्षर देखाउनु पर्यो। लिसनिङको क काम अक्षर गरिरहेछौँ, देखाउने अहिले एकछिन पछि। लिसनिङमा कसरी सुनाउन गराउने? एउटा कथा भनेर लिसन गराउन सक्यो। अरू? हजुर, सरल सरल कबाट आउनेको चाहिँ अब ऱ्याम्सहरू गराउन पनि सक्छौँ हामीले, भेरी गीतको गुड। एउटा माध्यमबाट राइम्स भन्ने भयो, स्टोरी भयो। अरू? अनि हजुर। यदि उहाँहरूले सुन्नु भएको छ भनेदेखि चाहिँ क्ल्याप गर्नुहोस् भनेर, त्यो वर्ड सुन्नु भएको छ भनेदेखि कप, हजुर कप सुनेको छ भने क्ल्याप गर्नु पर्यो उहाँहरूले सुनेको छ भने, होइन? भेरी गुड। अनि सो गेमहरू गराउन सक्यो लिसनिङको।
त्यही नै हो। ओके, अरू साथीहरूले केही प्र्याक्टिसमा नयाँ कुराहरू छ लिसनिङको लागि हजुरले गराएको? हजुरहरूले डाइरेक्टै लेखाइदिने नै मात्र त होइन होला, के गर्छिन्छ भन्छ न। त्यसै सहमति भयो होला कि म्याम ओके, क ग्रुपसँग। त्यसो भए हामी लिसनिङको काम गरायौँ, कसरी गरायौँ? कथा नि भन्यौँ, गीत पनि कथा गायौँ, लिसनिङ गेम खेलायौँ। गेम अब पनि स्पिकिङमा जाऊँ त। स्पिकिङमा जाँदाखेरि के गर्ने? रुम नम्बर 2। स्कुलमा जाँदाखेरि चाहिँ म्याम जस्तै अब कबाट आउने वस्तुहरू हामीले उनीहरूलाई बोल्न लगाउनु पर्यो। जस्तै कलमको त्यो देखाएर उनीहरूले थाहा भएको चिजहरू, जस्तै अब कबाट के आउँछ भनेर उनीहरूलाई सोधेर उनीहरूलाई बोल्न लगाउनु पर्यो। अनि अब हामीले चार्टहरू देखाएर पनि कबाट आउने चार्टहरू, जस्तै अब कको चार्टहरू देखाएर यो के हो भनेर सोधेर हामीले उनीहरूलाई बोल्न लगाउने। अनि राइम्सहरू गाउनु, गेम्सहरू पनि त्यस्तो स्टोरी भन्न लाउन नि पायो नि त। अघि टिचरले भन्नुभएको थियो होइन, अब विद्यार्थीले पनि भन्ने होला, उसले जानेको, उसले क भन्ने आवाज कहाँ सुनेको छ भनेर हामी छलफल गर्ने होला, उसले क भन्ने आवाज कहाँ देखेको छ भनेर छलफल गर्ने होला। हो, सो गेमहरू खेलाउने होला। सरले भने जस्तै क अक्षरबाट आउने सामान चिन र भन भन्ने खालको गेमहरू खेलाउने होला। सो त्यो भयो लिसनिङ स्पिकिङ। अब रिडिङको लागि जाउँ त। ग्रुप नम्बर 3 ले रिडिङको लागि हामी के गराउने होला बच्चालाई? रिडिङको लागि अब चाहिँ म्याम हामीले हजुर रिडिङ हाम्रो होइन र ग्रुप 3 को ग्रुप ग्रुप 3 3 हो हजुर, हामी होइन ग्रुप 3 त हामी हो। पीलाई चाहिँ पर्छ होला उता के अरे लिसनिङ रिडिङ। ओके, रिडिङ हाम्रो होइन त ग्रुप 3 को म्याम। हो 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 भन्नुस् त। क अक्षरलाई चाहिँ हामीले रिडिङ गराउनु पर्दा चाहिँ सुरुमा चाहिँ त्यही पहिले चाहिँ उहाँहरूले देख्नु भएको कबाट आउने, जस्तो कपहरू भयो, घरमा देखेको सामानहरूको लिस्टहरू कप भयो। अनि त्यो हामीले अब जस्तो कमलको फुल देख्नु भएको छ भने उहाँहरूलाई त्यही कमलको पिक्चरमै भए पनि देख्नु भएको छ भने कमलको फुल, अनि कलश पनि चिनाएर पिक्चर होइन चित्र चिनाएर चाहिँ देखाएर चाहिँ उहाँहरूलाई चाहिँ रिडिङ गराउन सकिन्छ। क प भनेर, यो चाहिँ क प कबाट आउँछ भनेर। अर्को चाहिँ क ल स, यो चाहिँ कबाट आउने शब्द भनेर, त्यस्तै क ल म क म ल गरेर। अर्को चाहिँ हामीले मटेरियलहरू राखेर रिडिङ गराउन सक्छौँ। हामीले मटेरियलमा चाहिँ अब जस्तो मोडेलहरू राखेर, रियल मटेरियल राखेर, मोडेल पनि राखेर, फ्ल्यास कार्डहरू राखेर त्यसलाई चाहिँ हामीले कबाट के आउँछ क म ल भनेर पेयरिङ गराएर अक्षरको, अनि त्यसबाट आउने चित्रहरूलाई चाहिँ म्याचिङ गराएर क अक्षर र चित्रको चाहिँ म्याचिङ गराएर अनि थोप्लामा राखेर लेखाउने, पहिले ट्रेसिङ गराएर रिडिङ गर्ने, ट्रेसिङ गराउँदै राइटिङ गराउँदै रिडिङ पनि गराउने। यो चाहिँ क भनेर। अनि 3PLहरू जस्तो हामीले गराउन सक्यो। स्यान्ड पेपर लेटरहरूमा क हामीले रिडिङ गराउँदाखेरि चाहिँ अब लेखाउने पनि साथसाथै रिडिङ पनि गराएर, जस्तो क गरेर त्यसलाई चाहिँ हामीले यसरी स्यान्ड पेपर लेटर चाहिँ क चाहिँ हामीले त्यसरी लेखाउँदै रिडिङ पनि गराउन सक्यो। 3PL गराउँदा 3 टाइम्स एउटै कुरा रिपिट गर्दाखेरि बच्चाहरूलाई रिडिङ ह्याबिट पनि हुन्छ, क अक्षर पनि चिन्छ, लेख्न पनि आउँछ साथसाथै। अनि अर्को चाहिँ अब रिडिङ नै फेरि गराउँदाखेरि हामीले कलाई नै चिनाउनको लागि चाहिँ हामीले रिडिङ गराउँदै चाहिँ अब कलरहरू गरेर क अक्षरलाई अरू अक्षरहरूबाट चाहिँ क अक्षर मात्रै चिनेर चाहिँ रिडिङ गराउँदै कलाई चाहिँ यो क अक्षरमा चाहिँ हजुरले कलर गर्ने भनेर। त्योभन्दा अगाडि चाहिँ हामीले त्यो हामी राइटिङतिर पनि गयौँ ल। अहिले राइटिङको पार्टमा पनि त्यो आउला। सो थ्याङ्क यू सो मच फर सेयरिङ। डेफिनेटली रिडिङको पार्ट चाहिँ बरु लिसनिङतिर ढल्किन पाउँछ है, राइटिङतिर ढल्किन पाएन। सो लिसनिङतिर ढल्किन पायो। अनि रिडिङको पार्टमा पनि हामीले गेमहरू गर्न पाउँछौँ होइन। आइडेन्टिफाई द करेक्ट लेटर। राम्रो क पनि बिग्रेको क पनि, उल्टो क पनि सुल्टो क पनि भुइँमा राख्ने, अनि बच्चाले चाहिँ कुन क चाहिँ सही हो उसले चिन्नु होइन। त्यसमा तपाईँले एउटा म्यागजिन दिनुभयो, म्यागजिन अलि सानो हुन्छ, अथवा प्रिन्ट आउट गर्नुभयो कबाट आउने अक्षरहरू, खबाट आउने केही सेन्टेन्सहरू लेखेर, अनि त्यसमा बच्चाले क मात्र पत्ता लाएर गोलो घेरा लाउनु पर्यो, अथवा
स्पट गर्न पर्यो होइन। तपाईँहरूले बच्चा बेला खेल्नु भएको थियो साथीसँग एउटा किताबमा एउटा वर्ड पढ्ने अनि ल त्यो वर्ड देखा भनेर अर्को काउन्ट गरेर खेल्थ्यौँ क्या हामी चाहिँ। जस्तो त्यहाँनिर मलाई किसान भनेर मैले त्यो वर्डको यो एउटा वर्ड भन्न लाएँ भने उसले त्यो किताबमा कहाँनिर किसान छ उसले पत्ता लगाउनु पर्थ्यो मैले काउन्ट गरिसक्नुभन्दा अगाडि। सो त्यस्तै बच्चाहरूलाई चाहिँ के गर्न सकिन्छ त अलि ठुलो ठुलो वर्ड निकालेर प्रिन्ट गरेर सेन्टेन्स निकाल्ने क भएको अक्षरहरू हालेर कथाहरू हालेर अनि त्यो पछाडिबाट चाहिँ नि त्यहाँनिर चाहिँ के गर्न सक्यो त भन्दाखेरि उनीहरूलाई त्यो कमा चाहिँ नि हामीले उनीहरूलाई चाहिँ नि त्यस्तो खालको एक्टिभिटिज गरेर गर भन्न पनि सक्यो। ओके, अब राइटिङको साथीहरू भएको ठाउँमा जाउँ त। राइटिङमा उहाँहरूले के आइडिया दिनुहुन्छ हामीलाई? राइटिङमा चाहिँ हामी क लेखाउनको लागि के गर्ने होला? ग्रुप नम्बर 4 मा को हुनुहुन्थ्यो? हाम्रो त ग्रुप नम्बर 3 हो। ग्रुप नम्बर 4 को साथीहरू को हुनुहुन्थ्यो? थाहा नै भएन? म्याम हुनुहुन्थ्यो। म्याम कहाँ जानुभएछ? अघि कति धेरै लेखेको थियौँ हामीले। के नामको म्याम हुनुहुन्थ्यो? खोइ त्यो मोटो मोटो कहाँ नाम जानुभएछ? पत्ता लगाउनु पर्यो नि त। अब म्याम हामीले त टिपेको उहाँले टिप्नु भएको थियो अनि हामीले चाहिँ थोप्लाहरू दिएर होइन ट्रेसमा लेख्न हाम्रो सिकाउने। ग्रुपमा हामी ग्रुप 3 मा चाहिँ हामीहरू ग्रुप 3 मा सृजना कुमारी लामा म्याम अनि सुशान्त श्रेष्ठ अनि हाम्रो बिना कुमार बिना कुमार म्याम हामी हाम्रो पालो त सक्यो त। अब ग्रुप हाम्रो 4 पालो को त कसलाई भनेको? को ग्रुप अमृता म्याम हजुर को होइन हामीसँगै हुनुहुन्थ्यो हजुर। म्याम हामी फोको ग्रुपको म्यामहरू कता जानुभयो हामी भन्छौँ न। ठिक छ। निशा म्याम अमृत लेखाएको छ मलाई त्यही मात्र नाम अनि हामीले चाहिँ हजुरले जे पिठोहरू जान्नु भएको छ राखेर त्यही भन्नुहोस् त। मैदाको पिठो राखेर पिठोमा लेख्न पहिला सिकाउँछौँ। माटो राखेर बालुवा राखेर पहिला सिकाउँछौँ। हावामा लेख्न सिकाउँछौँ। पहिला हातले टक्कलाएर कसरी लेख्ने भने हावामा धर्का तान्ने यसरी लेख्ने भने पहिला उहाँलाई चाहिँ हात हामीले पार लगाएर लेख्न सक्ने भएपछि बल्ल पेन्सिलमा चाहिँ ट्रेसमा थोप्ला दिएर लेख्न सिकाउँछौँ। ओके, सो ब्युटिफुल आइडियाज। अरू अनि जोडाहरू मिलाएर कमा जोडा मिलाउने अनि क अक्षरमा रङ भर्नुहोस् भनेर रङ भर्न सिकाउने। अनि त्यसपछि अब जस्तै सर्कल गर्न जस्तै क ख ग दिएर उहाँलाई सर्कल गर्न सिकाउँछौँ होइन। जुन क अक्षरमा सर्कल गर्नुहोस्, क अक्षरमा गोलो घेरा लगाउनुहोस्, क अक्षरमा रङ भर्नुहोस्। अनि त्यसपछि म्याच गर्नु क जोडेर म्याच गर्नुहोस्। अनि यसरी नै सिकाइरहेको हुन्छ। मेमोरी गेम खेलाउने। हजुर, गेमहरू खेलाउने अनि बच्चाहरूलाई। अनि राइटिङको कुरा गरिरहेको छु। राइटिङ गर्दा गेम भन्न त पाइएन नि। राइटिङलाई चाहिँ कसरी सिकाउने भने मेमोरी गेम चाहिँ रिडिङको लागि गर्न पाइयो। माथिबाट के भन्छ अक्षर माथि नै फेरि लेख्न लगाउने औँलालाई पहिला सुरु हातको औँलाले। मेमोरी गेमहरू चाहिँ केमा गर्न पाइयो? रिडिङको लागि गर्न पाइयो। ओके, रिडिङको लागि पाइयो। अलराइट। सो सबैजनाको आइडिया सेयरिङ गर्दाखेरि हामीलाई थाहा भयो है। अब हामी डाइरेक्ट राइटिङमा नगइकन के गर्नुपर्छ त भन्दाखेरि हामी चाहिँ नि रिडिङको पार्टहरूमा जानुपर्छ भनेर पनि अथवा अगाडिको लिसनिङ स्पिकिङको पार्टहरूमा जानुपर्छ भनेर पनि हामीहरूले बुझ्यौँ। ओके, अब नेक्स्ट चाहिँ हजुरहरूको अघि भनिहाल्नु भयो सुरुमा हाम्रो के थियो भन्नुहोस् त? लिसनिङमा हाम्रो स्टोरी थियो हो। स्टोरी देख्न सक्नुहुन्छ हजुरले? स्लाइडमा देख्नुभयो? पिक्चरमा चाहिँ अक्षर चाहिँ चिन्न लाग्यो मुस्किल छ। ब्ल्याङ्क पेपर छ। अलराइट, अब हेर्नुहोस् त के देख्नुभयो? कछुवा, कमिला, हजुरहरूले यस्तो कबाट बनेको यस्तो नेपालीलाई मिल्ने स्टोरीहरू भेट्नुहुन्छ?
भेटेको छैन यस्तो एकै ठाउँमा चाहिँ हजुरले बनाएको चाहिँ राम्रो लाग्यो। है नेपाली किन पाइँदैन भन्दा विदेशीहरूले नेपालीलाई चाहिने कन्टेन्ट बनाएर गुगलमा हालिदिँदैनन् अनि नेपालीहरूको कन्टेन्ट चाहिँ बाहिर पाइँदैन। त्यो भएर हाम्रो नेपाली सब्जेक्टको लागि चाहिँ कन्टेन्ट सबै आफैले डेभलप गर्नुपर्छ। अब अस्ति चित्र बनाउन जान्ने खालको साथीहरू हुनुहुन्थ्यो, चित्र बनाउन जान्ने म्याम साथीहरूले तपाईँले चाहिँ बनाउन सिकाइसिक्यो अनि सक्नुभयो। हामी बनाएर हाल्छौँ नि त। त्यही त हजुरहरूले बनाउन सक्नुभयो, चित्र बनाउन नजान्ने साथीहरूलाई चाहिँ बडो गाह्रो हुँदो रहेछ है। सो त्यही त हुन्छ म्याम, तर कोसिस गर्नुपर्छ। हजुर सो त्यो भएको भएर चाहिँ नि हामीले चाहिँ नि यसरी चित्रहरू बनाएको छौँ है। स्टोरीको लागि चाहिँ नि यसरी फन्नी वेमा हुनुपर्छ। स्टोरी पनि फेरि बच्चालाई कार्टुन किन मनपर्छ थाहा छ? फन्नी भएकोले। ओके, बच्चालाई कार्टुन किन मनपर्छ भन्दा बच्चालाई कार्टुन अनरियल भएको भएर मनपर्छ। त्यो रियलमा त्यस्तो हुँदै हुँदैन क्या, त्यो आउट अफ द इमेजिनेसनको, त्यो आउट अफ द बक्स हुन्छ क्या, आउट अफ द रियल लाइफ हुन्छ। त्यो भएर बच्चालाई त्यो मनपर्छ होइन। सो त्यो हुँदाखेरि हामीलाई पनि फिल्म त्यस्तै त्यस्तै मनपर्छ। रियल लाइफको कथा भएको मान्छेले धेरै रुचाउँदैन क्या, अलि साउथ इन्डियन मुभी जस्तो एक हान्दाखेरि चारजना चारतिर ढल्या जस्तो होइन। सो फ्यान्टासी, त्यो इमेजिनेसन होइन, त्यो किन मनपर्छ भन्दाखेरि त्यो अनरियल कुराहरू चाहिँ त्यो मान्छेहरूलाई मनपर्ने स्वभाव हो। सो बच्चाहरूलाई पनि अनरियल कुराहरू मनपर्छ अनि काल्पनिक कुराहरू मनपर्छ होइन। सो हामीले पढाउने कुरामा चाहिँ स्टोरी र राइम्सलाई चाहिँ कार्टुनबाट हामीले पढाउन पाउँछौँ, तर अरू कुरा चाहिँ कार्टुन खालको पढाउन पाउँदैनौँ है। सो यो थियो हामीले उनीहरूको लिसनिङको लागि गर्ने एक्टिभिटिज। अब अर्को राइटिङको पार्टमा जाँदाखेरि त पहिला प्री राइटिङ हामी सबैले गर्छौँ। प्री राइटिङ गर्दाखेरि पनि उसले देखेको कुराहरू ल्याएर गर्यो भने राम्रो। हाफ सर्कल बनाउँदा एउटा बिस्किट ल्याएर एकचोटि टोक्न दिएर देखाउनुहोस् त, बच्चाले जिन्दै हाफ सर्कल बिर्सिँदैन। उसको हातमा बिस्कुट आउने बित्तिकै उसलाई हाफ सर्कल याद आउँछ। ओके, सो भन्न खोजेको अघि मैले के भनेको थिएँ, उसको रियल लाइफ र स्कुल लाइफलाई चाहिँ नि जोड्नु पर्यो भने थिएँ। तपाईँले स्ट्यान्डिङ लाइनलाई चाहिँ ललिपपमा सिकाउनु भयो भने उसले ललिपप समाउँदै पछि उसले स्ट्यान्डिङ लाइनलाई याद गर्छ क्या। सो दिस इज द ट्रिक द्याट वी निड टु युज वाइल टिचिङ। ओके, सो उसको दैनिक जीवनमा त्यो कुरा कहाँ प्रयोग भइरहेछ भनेर चाहिँ पत्ता लाएर ल्याउनु पर्यो के। सो त्यो चाहिँ एउटा ब्युटी होइन। यो चाहिँ स्ट्यान्डिङ, अब यो विभिन्न लाइनहरूको कुरा गर्छौँ। त्यो पछाडिबाट अब हामी जान्छौँ रिडिङको कुराहरूमा होइन। रिडिङको कुराहरूमा जाँदाखेरि हेर्नुहोस् त, यो क बनाउने तरिका, सिकाउने तरिका हेर्नुहोस् त, क बनाउने तरिका, सिकाउने तरिका। हाम्रो स्यान्ड पेपर लेटर अघि साथीले भन्दै हुनुहुन्थ्यो, एउटा स्यान्ड पेपर लेटर भयो, तर यो स्यान्ड पेपर लेटरमा सुरुमा कुनमा ट्रेसिङ गर्ने भनेर यहाँ लेखेको छ छैन। सुरुमा बच्चाले यो गोलो ट्रेसिङ गरेर सुरुमा उसले यो गोलो ट्रेसिङ गरेर पछि अर्को गर्न पाए कि पाउँदैन? टिचर छैन उसलाई ट्रेस गर भनेर टिचर अर्को काममा व्यस्त हुनुहुन्छ भने बच्चाले सुरुमा यताबाट यो गरेर अनि यो गरेर यो गर्न पनि त मिलेन। यसरी चाहिँ क हुन्छ कि हुँदैन? हुन्छ कि हुँदैन? सबैले भन्नुहोस् त। ल हेर्नुहोस् है त, म राम्रो क बनाइदिन्छु है त। यताबाट यस्तो गरेँ, माथिबाट पनि गरेँ, अब मैले यो पनि गरेर ल्याएँ। म्याम मैले क बनाएँ भने तपाईँले हुन्छ कि हुँदैन कसरी थाहा पाउनुहुन्छ? तपाईँ अगाडि बसेर हेर्नुभयो भने त थाहा हुन्छ। तपाईँ नभएको बेलामा यो क बनेको कसरी बन भनेर त तपाईँले देख्नुहुन्न। भनेपछि बच्चाले क यस्तो खालको लेटर दियो भने जताबाट पनि बनाउन पाइयो कि पाइएन? यो अलरेडी बनेको छ नि त यहाँनिर त। हेर्नुहोस् त, अलरेडी बनेपछि सुरुमा यो गरौँ अनि यता गरौँ अनि यो गरौँ भने पनि पाइयो नि पाइएन? पाइयो, देख्नलाई त तर पाइयो, बच्चाले गर्न पायो। तर यो रङ हुन्छ कि राइट हुन्छ? रङ भयो म्याम। रङ है। त्यो हुनाले यो सिकाउनु भन्दा अगाडि यो त्यो सिकाउनु भन्दा अगाडि हामीले के गर्न पर्यो?
यस्तो खालको म्याटको प्रयोग गर्न पर्यो। यो म्याटले के भन्छ, जहिले पनि पहिलोचोटि ग्रिनलाई 1 नम्बरमा ट्रेस गर्ने, त्यस पछाडि 2 नम्बरमा पिङ्कलाई ट्रेस गर्ने, 3 नम्बरमा ब्लूलाई ट्रेस गर्ने, 4 नम्बरमा यसलाई ट्रेस गर्ने। पहिलो नम्बरमा यो गरिसकेपछिबाट अनि मात्र दोस्रो नम्बरमा यो जान पाउनुहुन्छ। जबकि यति बेलासम्म बच्चाले कुन पहिला गर्ने भनेर थाहा पाइसक्छ, अनि मात्र यो हार्डमा, यो रफमा अथवा यो स्यान्डमा उसलाई फिल गर्नलाई दिने। ओके, सुरुमा यो दियो भने आफू बसेर उसलाई सिकाउनु पर्छ। यसरी बच्चालाई यतिकै छोडिदिन पाइँदैन। सो सबैभन्दा बढी प्याटर्न चल्ने भनेको झ अक्षरमा हो। झ अक्षरमा हेर्नुहोस् त कतिवटा छ, 1 2 3 4 5 6 वटा छ, 6 वटा लाइन छ। झ अक्षर चाहिँ सबैभन्दा बढी चल्ने लाइन चाहिँ त्यो हो है। सो यसरी चाहिँ नि हामीले बच्चाहरूलाई चाहिँ नि के गर्नु पर्यो त भन्दाखेरि उनीहरूलाई चाहिँ नि सिकाउनु पर्यो। अब यो सकेपछिबाट अब अघि साथीले भन्दै हुन्थ्यो ख बनाएर लेख्न दिने। हजुरहरू सबैजनाले रेनबो राइटिङ भनेर थाहा पाउनु भएको छ? छैन म्याम, छैन। रेनबो राइटिङ भनेर कतिजनाले थाहा पाउनु भएको छ? के थाहा पाउनु भएको छ? थाहा पाएको साथीले बोलिदिनुहोस् त। मैले बुझेको भनौँ। भन्नुहोस्। ओके, यो जुन खमा प्याटर्न दिनु भएको छ नि 1 नम्बर 2 नम्बर भनेर, रेनबोमा जस्तै 7 वटा डिफ्रेन्ट बच्चाहरूलाई नै कलर चुज गर्न दिएर त्यही फर्मेटमा चाहिँ पुरै एउटै रङले चाहिँ 1 नम्बर लेख्यो, फेरि त्यसपछि 2 नम्बर लेख्यो गरेर पुरै ख लेख्नुहुन्छ त्यो भित्रपट्टि होइन। अनि ठुलो ठुलो ख 7 चोटि डिफ्रेन्ट कलरले लेख्नुहुन्छ। भेरी गुड, एब्सोल्युटली राइट है। थ्याङ्क यू सो मच। सो हामी बच्चालाई सानो कपीमा खालि डट 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 गरेर खलेको भनेर दिइरहँदा एउटै ठाउँमा बच्चाले 7 चोटि ख लेख्दाखेरि केही समस्या हुन्छ? हुन्छ, लेख्न पाइयो कि पाइएन? समस्या होइन, सजिलो हुन्छ। लास्ट अक्षरमा 5औं 6औँमा गएर उसले बिगारिसक्छ। ओके, तर त्यो कपीको क्वालिटी त राम्रो हुनु पर्यो नि त। फेरि बिगार्न त बिगार्दैन है, तर के भने अब हामीले यसमा गर्दाखेरि हेर्नुहोस् है त, यसमा चाहिँ गर्दाखेरि बच्चाले यसरी पहिला खुसी हुन्छ। तपाईँको पेन्सिल समाउन गाह्रो हुन्छ, क्रेयन समाउन सजिलो हुन्छ। ऊ खुसी हुँदै एउटा ब्ल्याक कलर लिएर उसले यहाँनिर यसरी ख लेख्छ। अब उसलाई रमाइलो लागिरहेछ। अब उसले ब्ल्याक कलरलाई छोडेर फेरि के लिन्छ, उसले फेरि अर्को कलर टिप्न पायो। अर्को कलर उसले टिप्छ, अर्को कलर उसले टिप्छ। अब रेड कलर टिप्छ, रेड कलरले फेरि अर्कोचोटि ख लेख्छ। ओके, त्यस पछाडि फेरि येल्लो लिन्छ, फेरि अर्को लिन्छ। गर्दाखेरि उसले 7 वटा लिए नि भयो, 5 वटा लिए नि भयो, 10 वटा लिए नि भयो। उसँग भएका सबै कलरले गर्छु भने पायो। हाम्रो उद्देश्य बच्चालाई ख लेख्ने तरिका सिकाउने हो भनेपछि यसलाई उसले जतिवटा कलरले लेख्न पनि पायो नि त, अनि बच्चा ह्याप्पी भएर लेख्छ। सो प्री राइटिङ सकेपछिबाट बच्चालाई क खको त्यो सानोमा लेख्नभन्दा अगाडि हामीले पहिला यस्तो खालको दिनुपर्छ। तर विडम्बना के हुन्छ त भन्दाखेरि हाम्रो पेरेन्ट्सहरूले नबुझेर हजुरले कक्षामा नसिकाइकन घर पठाउनु भयो भने चाहिँ कस्तो खालको फिडब्याक आउँछ त भन्दाखेरि चाहिँ नि उनीहरूले चाहिँ के गर्छ त भन्दाखेरिमा पेरेन्ट्सले चाहिँ के गरिदिन्छ त भन्दा यसरी यसरी रङ लगाइदिन्छ क्या सबै। यसरी 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 हामीले दिएको चाहिँ यसरी लेख्नलाई भनेर दिएको हो, तर पेरेन्ट्सले चाहिँ बिचरा उसलाई रेनबो राइटिङ भनेको थाहा हुँदैन नि त। त्यसरी होइन, त पुरै कलर लाएर पुरै त्यो ख नै नदेखिने बनाएर पठाइदिनु होइन, मैले भन्दैछु नि उनीहरूले यसरी यसरी कलर लगाइदिन्छ क्या, यसरी यसरी होइन। अब हामीले चाहिँ यसलाई यसरी लेख्न भनेर पनि हो होइन। यसरी त्यो हजुरले भनेको जस्तै एउटै रङ सबै लगाइदिने पनि हो। फेरि इन्द्रेणी भनेको त धेरै जसोलाई धेरै रङको मिक्सर भन्ने लाग्ने भएर त्यो हुन्छ नि, डिक छ नि, डिका छ नि, त्यही डिकामा पनि के गर्नुहुन्छ त अलिकति स्ल्यान्टिङ जस्तो अलिकति गरेर हरियो, फेरि त्यसको अलिकति यता पहेँलो, फेरि अलिकति यता रातो, फेरि यता निलो गरेर होइन, त्यस्तो गरेर एउटै डिकामा पनि 5-6 वटा रङ लाएर पनि पठाएको देखेको छु क्या मैले इन्द्रेणी लेखन लेख भन्ने किताबहरुमा होइन। यहाँ अलिकति येल्लो लाउनु भयो, फेरि अर्को रङ टिप्न लाउनुहुन्छ, हरियो लगाइदिनु भयो होइन, फेरि यहाँ लाउनु भयो, फेरि नबुझेर चाहिँ के गर्नुहुन्छ पेरेन्ट्सले चाहिँ यस्तो खालको कामहरू गर्नुहुन्छ क्या।
उहाँलाई त्यो ख बनाएर दिएपछि म्यामहरूले नि सिधा नलेखाएर यो के झन्डा दिनुभएको भनेर भोलिपल्ट गेटमा आउनुहुन्छ क्या म्याम। हाम्रो प्यारेन्ट्स त त्यस्तो हुनुहुन्छ। ओके, सो यस्तो खालको समस्याहरू चाहिँ नबुझेर भएको होला। सो यो कारणले चाहिँ के हुन्छ त भन्दाखेरि हाम्रो अभिभावकहरूले पहिला त टिचरले जान्नु भएको छैन कति ठाउँमा, कतिपय चाहिँ अभिभावकलाई सो यो चाहिँ क धेरै अक्षरमा रङ पढेको भर्नुहोस् भएर नि हो भनेर कि हामीले यहाँ नपढेको भन्यौँ नि। भएर। बुझ्नुभयो? क अक्षरमा रङ भर्नुहोस् भनेर यसरी दिएको छ। म तपाईँलाई एउटा स्याम्पल देखाउँछु ल। क अक्षरमा रङ भर्नुहोस् भनेर हामीले एक्टिभिटिजहरू त गेमबाट धेरै गराउन सकिन्छ नि त। सो त्यो हुँदाखेरि चाहिँ नि पेरेन्ट्सहरूलाई सुरुमा आफूले कक्षामा नगरिकन चाहिँ पेरेन्ट्सहरूलाई दिन हुँदैन नि त। फेरि कक्षामा सिकाएकै छैन अनि पेरेन्ट्सलाई मात्र गर्न दियो भने त, जस्तो यो नर्सरीको नेपाली किताब हो, हेर्नुहोस् है त। यो किताबमा सुरुमा के हुन्छ, यहाँनिर चाहिँ कथा छ, कथा भन्नुपर्छ। तर विडम्बना टिचरहरूले यो त पढाउने पेजै होइन रहेछ भनेर यसलाई वास्तै नगरे अर्को पेज पल्टाएको धेरै पाएको छु मैले है। सो त्यो पछाडिबाट हेर्नुहोस् त, त्यो पछाडि उसले रेनबो राइटिङको काम गर्यो। यसमा चाहिँ उसले धेरैचोटि रङ भर्यो। त्यस पछाडि उसले उस्तै उस्तै आउने अक्षरको जोडा मिलायो। यो पनि गेम गराउने, अनि गेम गराएपछि यो गराउनलाई चाहिँ टिचरले सिकाउनु पर्दैन, गेम सिकेको बच्चाले यो आफै गर्न सक्छ। त्यो पछाडिबाट चाहिँ राइटिङको प्याटर्न, पहिला यहाँ अलरेडी छ, पहिला उसले स्ट्यान्डिङ लाइन कोर्यो अनि उसको क बन्यो। अब यहाँनिर अर्को यतातिर बनायो, क बन्यो। फेरि अर्को यतातिर बनायो, क बन्यो। उसले क बन्दाखेरिका लाइनको विभिन्न भागलाई उसले फुलफिल गर्दै कलाई बनाउँछ पहिला हो। त्यस पछाडिबाट चाहिँ उसले अब आफै क, यहाँनिर फुल फ्लेजमा क लेख्न, यहाँनिर डटेडमा लेख्छ। अब यहाँनिर क लेख्यो तर एउटा लाइन छैन रहेछ, के छैन, उसले पत्ता लाएर लेख्छ। अब यहाँ हराएका लाइनहरूलाई उसले फुलफिल गर्दै गर्दै उसले क को फुल फर्मेटलाई उसले बुझ्छ। अघि मैले क अक्षरको चाहिँ नि पत्ता लाएर गर्नुहोस् भनेको थिएँ नि। माथि दिएको कथामा क अक्षर चिन्नुहोस् र गोलो घेरा लगाउनुहोस्। अब हाम्रो नर्सरीको बच्चाले यो कथा त पढ्न जान्दैन। अब के चाहिँ गर्छ त भन्दा, यहाँनिर क कहाँ छ भनेर खोजेर गोलो घेरा लाउन चाहिँ सक्छ, यदि बच्चालाई क तपाईँले राम्रोसँग लिसनिङ स्पिकिङ रिडिङको काम गरिसक्नु भएको छ भने। ओके, सो यसरी सानो लाइन दिएर त्यो लाइनमा चाहिँ क कहाँ छ पत्ता लाएर बच्चालाई हामीले त्यो चाहिँ नि उसलाई खोज्न लाउँछौँ। र त्यो पछाडि अझै अर्को राइटिङ एक्टिभिटी चाहिँ के हो भने, यो लेखिएकै क माथि फेरि लेख्छ बच्चाले, र यो थोरै लेखेर अनि उसले क बनाउन सिक्छ यहाँनिर। अनि यो अघिको गेम भनेको थियौँ रिडिङमा हामीले, यो विभिन्न क मध्येमा चाहिँ कुन चाहिँ क चाहिँ सही हो त पत्ता लाएर उसले कलर गर्नु पर्यो। सो यो चाहिँ रिडिङमा जान्छ। उसले यो यसमा बाङ्गो छ, उल्टो छ, बिग्रेको कहरू छ, त्यसमा सही क चाहिँ कुन हो पत्ता लाउनु पर्यो। सो दिस इज कम्स अन्डर द रिडिङ। अब यो थोरै राइटिङको पार्ट भयो। अब यसमा चाहिँ तल दिएको चित्रमा रङ भर्नुहोस् र क अक्षर लेख्नुहोस्, यो चाहिँ राइटिङको पार्ट भयो। सो यसरी चाहिँ विभिन्न खालका एक्टिभिटिजहरू गराएर चाहिँ हामीले लिसनिङ स्पिकिङ रिडिङ राइटिङको कामलाई चाहिँ सकाउन सक्छौँ। ओके, तर विडम्बना के हो भनेपछिबाट यो किताबमा चाहिँ लेख्ने कुरा धेरै छैन भनेर मार्केटमा कति ठाउँमा नलगाएको पनि पाएको छु। किन भन्दा लेख्ने नै पुगेन अरे एक्टिभिटिजलाई स्कुलले गर्ने नै थाहा पाएको छैन क्या, लेख्ने नै पुग्दैन म्याम, होमवर्कै पुगेन अरे हो भन्ने कम्प्लेन मैले पनि खाएको होइन। तर के भने होमवर्क हामीलाई धेरै लेखाउनु भन्दा पनि पहिला त बुझाउनु मेजर कुरा हो। अनि लेखाउनु कुरा त कपी सेट गरेर लेखाउन नि सकिन्छ नि त। त्यो चित्र बनाउने गेम गराउने कुराहरू टिचरले कपी सेट गर्न गाह्रो हुन्छ भनेर त्यो गरेको। तर के भने अब धेरै कुरा कम्युनिटीमा चाहिँ हामीले अझै पनि बुझाउनलाई चाहिँ एकदमै गाह्रो छ है। सो प्रयास जारी छ, गर्ने कोसिस गर्छौँ त्यस्तै त्यस्तै छ। एनिवे, सो यसरी चाहिँ हामीले क अक्षरलाई जसरी सिकायौँ त्यस्तै गरेर हामीले सम्पूर्ण बाबु नानीहरूलाई चाहिँ सम्पूर्ण अक्षरहरू सिकाउन सक्छौँ। यो मैले क को मात्र इक्जाम्पल कलाई दिएको होइन, यो एबिसिडीलाई नि यही दिएको हो, नम्बरलाई नि यही दिएको हो है। सो यसरी क को स्टोरीको यस्तो A4 साइजको फ्ल्यास कार्ड हजुरलाई भन्नु पर्यो भने मैले यो एउटा पिक्चर बनाउन यो एउटा पेजको मात्र 1000 रुपिस तिरेको छ के, यो एउटा पेज बनाउनलाई आर्टिस्टको लागि यो त्यति महँगो हुन्छ यो आर्टिस्टहरूको काम गर्नलाई है। अनि त्यस पछाडिबाट यो A4 साइजमा यो रेनबो राइटिङ जस्तो आई थिङ्क मसँग यहाँ छ पनि जस्तो लाग्छ। ओके, सो यसलाई चाहिँ रियलमा तपाईँहरूलाई मैले देखाउँछु है त। सुरुमा जब मलाई त्यो टेक्निकली काम गर्न आउँदैन थियो, मसँग त्यो डिजाइनिङहरू गर्ने पैसा थिएन, मैले हातले बनाएको थिएँ यो ट्रेसिङ कार्डहरू
देख्न सक्नुहुन्छ यो चाहिँ के हो त भन्दाखेरि यो एउटा चाहिँ नि यसलाई के भन्छ प्रोटेक्टर सिट भन्छ होला जस्तो लाग्छ यो प्लास्टिक हुन्छ नि फाइल हाल्ने हो सीट प्रोटेक्टर सीट प्रोटेक्टर भन्छ हो म्याम त्यो यस्तो सिटमा अब यो A4मा मैले Yes. यति बेला चाहिँ मेहनत गरेर यसरी हातले बनाएको ह्यान्डमेड हो है यो बच्चाहरूको लागि यसरी ह्यान्डमेड रोड हो, यसले चाहिँ रोड म्याप लेटर भन्छ होइन हौलो भएको भित्र अलि ठुलो भएको यसमा चाहिँ मार्करले लेख्न मिल्छ त्यस्तै गरेर नेपालीको इङ्ग्लिसको अथवा म्याथको हजुरहरूले जुनसुकै पनि यसरी बनाउन सक्नुहुन्छ है यो हातले बनाएको थिएँ मैले त्यति बेला अहिले त सबै आर्टिस्टले बनाएको छ होइन त्यति बेलाको मैले देखाएको जसले हाम्रोमा प्रिन्टरै छैन हाम्रोमा सामान छैन भन्छ उहाँहरूको लागि र यो A4मा बनाएर चाहिँ हामीले यो प्रोटेक्टर सिटभित्र हाल्ने ओके सो प्रोटेक्टर सिटमा हालेपछि तपाईँले बच्चालाई मार्कर दिने जस्तो कक्षा कार्यमा जहिले कपी सेट गरेर एक पेज लेखाउनै पर्छ भन्ने हुँदैन नि त हाम्रो उद्देश्य भनेको त बच्चाले क लेख्न सिकोस् भन्ने हो त्यसको लागि एक पेजै कक्षा कार्यमा गराएर टाइम वेस्ट गर्न जरुरी छैन सो लर्निङ इज फन बनाएर तपाईँहरूले चाहिँ यसरी चाहिँ प्रोटेक्टर सिटमा हाल्ने अनि मार्कर दिने मार्करले बच्चा कति खुसी हुँदै कलरफुल मार्करले लेख्छ है सो यसरी प्रोटेक्टर सिटमा तपाईँहरूले प्रिन्ट निकाल्ने अनि यो चाहिँ धेरैचोटि युज गर्न मिल्छ एकैचोटिमा सबै बच्चाले युज गर्न मिल्छ सो हामीले कपी सेभ पनि गर्न सक्छौँ यसरी र बच्चालाई फन वेमा सिकाउन पनि सक्छौँ यसरी चाहिँ मार्करले उसले ट्रेसिङ गरेर गर्न सक्छ है सो यो चाहिँ अहिले त हाम्रो यो A4मा प्रिन्ट गरेरै लेमिनेटै गरेको छ हाम्रो आफ्नो स्कुलको लागि चाहिँ होइन सो यसरी चाहिँ कदेखि ज्ञासम्मको पिक्चर कथाहरू यसरी निकाल्ने यसरी यो ट्रेसिङ गर्ने यो ठुलो भएपछि बच्चाले हातले गर्न सक्छ ट्रेसिङ गरेर गर्नलाई ओके यो चाहिँ A4 साइजमा छन् योहरू चाहिँ लेटरहरू चाहिँ नि मैले त्यहाँ देखाएको जस्तै हजुरले हेर्न सक्नुहुन्छ अहिले चाहिँ यो सबै कलरफुलमा त्यो धेरै मेहनत गरेर बनाएको छ साथीहरू यो सिटहरू चाहिँ बच्चाहरूलाई पढाउन चाहिन्छ भनेर होइन सो यस्तो खालको कुराहरू चाहिँ जो हातले गर्न सक्नुहुन्छ उहाँहरूले पनि गर्दा एकदमै राम्रो त्यसमा पनि कुनै समस्या रहेन यसरी चाहिँ अब यो नर्मल हामीले बनायौँ भने हामीले प्रिन्ट निकालेकोमा यसरी नम्बर दिएको हुँदैन क्या 1 नम्बरमा यो 2 नम्बरमा यो गाइडलाइन हरेकचोटि बच्चाले लेख्ने बेला टिचर त्यहीँ हुन्छ जरुरी छैन कोही कोही बेला टिचर यताउता गर्दा बच्चाले सकाइसक्छ सो त्यो हुँदाखेरि यो भयो भने चाहिँ इन्डिपेन्डेन्टली बच्चाले गर्न सक्यो र यो चाहिँ धेरैचोटि रियुज गर्न सक्नुहुन्छ तपाईँले यसलाई चाहिँ प्रोटेक्टर सिटमा हालेर गर्ने हो भने सबै बच्चाले गर्न नि पाइयो फेरि फेरि युज गर्न पनि पाइयो र यो समस्या अत्याधिक फेस गरिसकेपछि चाहिँ यो डिजाइनिङ सकेपछि चाहिँ हालाकि यसको डिजाइनिङ कस्ट एकदमै महँगो परिरहेको हो तर साथीहरूलाई चाहिन्छ यदि स्कुललाई भने चाहिँ नि यो स्टोरी 36वटा लेटरको भयो 3600 जबकि यो 1000 रुपिस पर डिजाइन जान्छ होइन अनि यो लेटर र यो 1000 गरेर यो अलमोस्ट टोटल 5600 को यो डकुमेन्टलाई चाहिँ नि 4500मा हजुरहरूले पाउन सक्नुहुन्छ यो A4 साइजको हुन्छ अनि यसमा तपाईँहरूको लोगो पनि राखेर यसलाई निकाल्न सकिन्छ ताकि यसलाई चाहिँ तपाईँले 1 वर्ष होइन वर्ष चाहिँदाखेरि प्रिन्ट निकाल्दै युज गर्न सक्नुहुन्छ सो यो चाहिँ डिजाइनिङ कस्ट एकदम महँगो भएको भएर यो चाहिँ सबैको लागि युज हुन सक्छ भनेर खासमा मैले एकदमै इन्भेस्ट गरेर यो डकुमेन्ट गरेको छु तपाईँहरूले आफैले बनाउँदाखेरि पनि एकदमै बेटर होइन आफैले बनाउँदा कस्ट महँगो हुने रहेछ चाहिन्छ भन्नुहुन्छ स्कुलले प्रयोग गर्छु भन्यो भने हजुरहरूले यसलाई किन्न पनि सक्नुहुन्छ है सो त्यस्तै गरेर इङ्ग्लिसको पनि धेरै छ इङ्ग्लिसको पनि स्टोरीको कथा यो भयो होइन यो चाहिँ राइम्सको कथा भयो A4 साइजमा नै त्यस्तै गरेर यो ट्रेसिङ गर्ने होइन त्यो ट्रेसिङ यो कसरी पढाउने यो भोइसको कुरा ABCD ट्रेसिङका नम्बरका कुरा अनि यसमा चाहिँ नि हामीले यो सबै फ्ल्यास कार्ड्सहरू हजुरले देख्न सक्नुहुन्छ यो A छुट्टै B छुट्टै एउटा A4 साइजमा क्यापिटल A अर्कोमा स्मल B अलि ठुलो साइजमा यसरी गरेर यो सबै डकुमेन्टहरूलाई चाहिँ नि हजुरहरूलाई चाहिन्छ भने यो अलरेडी रेडी भइसकेको छ कतिपय चाहिँ अलिअलि रेडी हुँदै पनि छ राम्रो क्वालिटीमा हजुरहरूको स्कुलको लोगो राखेर निकाल्नुहुन्छ भने यो चाहिँ अलमोस्ट 6400 को छ तर 1400 डिस्काउन्ट गरेर 5000सम्म यो पनि हजुरहरूले लिन सक्नुहुन्छ तपाईँहरूले आफैले बनाउँदा पनि भयो होइन मलाई चाहिँ नि अझ राम्रो सजिलो राम्रो क्वालिटीको चाहिँ नि यसरी आर्टिस्टले गरेको चाहिन्छ भन्नुहुन्छ भने पनि लिन सक्नुहुन्छ त्यो पनि समस्या रहेन है त अब हामीले पढाउने डकुमेन्ट र मेटेरियल्सहरू एकदमै ज्यादा युज गरेर उनीहरूलाई लर्निङ इज फन भनेर
गराइसकेपछि अघि एकजना साथीले भन्नुभएको थियो सुन्ने र ताली बजाउने खेल, यो पनि के हो, एउटा गेम हो बच्चाको लिसनिङ एन्ड स्पिकिङ गराउनको लागि। ओके, सो यो सुन्ने र ताली बजाउने खेल कोले खेलाउनु भएको छ कक्षामा, ल भन्नुहोस् त, गराएको साथीहरूले कोले गराउने गर्नुहुन्छ? सुन्ने र ताली बजाउने। सुन अनि सुनेर ताली बजाऊ भन्ने गेम हुन्छ कि त्यो रिडिङको लागि अथवा लिसनिङको लागि। त्यस्तो गेम एक्ज्याक्टली त्यो भने चाहिँ गराएको छैन हैन, छैन है? जस्तो अरु मेथडबाट चाहिँ गराएको छ। एक्सक्युज मी म्याम, हजुर। अनि एलकेजी युकेजीको चाहिँ कसरी पढाउने भनेर नेपाली कहिले भनिदिनुहुन्छ त? आजै भन्ने कि भोलि? एलकेजी को युकेजी को त कन्टेन्ट मात्र जान्छ, अब पढाउने तरिका यो गेमहरू एलकेजीलाई नै सेम हो, युकेजीलाई नै सेम हो, मात्र पढाउन नि तपाईँले लिसनिङ स्पिकिङ रिडिङ गरेर राइटिङमा जाने हो। ओके, सो त्यो भएपछि सबै कुरा इन्ट्रोडक्सन गर्ने नै के हो, लिसनिङ स्पिकिङ रिडिङ अनि राइटिङ। त्यो भएपछि मात्राहरूको कुरामा पनि तपाईँले त्यसरी नै जानुपर्छ, को कुरामा पनि त्यसरी नै जानुपर्छ। सो अरू कुरा त्यस्तो धेरै फरक हुँदैन, त्यही पनि हामी कन्टेन्ट के हुन्छ भन्ने कुरामा चाहिँ जान्छौँ। त्यो गेम भनेर त्यो चाहिँ अब तपाईहरुसँग नयाँ होला हैन म्याम, मैले चाहिँ खालि क ख भनेर त्यस्तो छ हैन। ओके, ल ठिक छ, हामीसँग टाइम एकदम कम छ, म सर्टली लगिहाल्छु है त। यो गेम चाहिँ जस्तो बच्चाहरूलाई मात्रा पढाउँदा पनि प्रयोग हुन्छ। यो गेम चाहिँ, यो गेम भनेपछि फेरि नर्सरीलाई मात्र भनेर सम्झिने होइन, मैले अहिले भनेका कुराहरू सबै क्लासको लागि युज हुने हो, मैले फर्मेट पो नर्सरीको लिएको त। ओके, अब म तपाईँहरूलाई एउटा च भन्ने आवाजबाट आउने सामान, सबैजनाले भिडियो अन गर्नुहोस् त ल। अब यो भिडियो अन नगरिकन चाहिँ गेम खेल्नै मजा आउँदैन, तपाईँले गरे नै देख्दिनँ म। एकछिन एउटा हातले मोबाइल समाउनुहोस्, एउटा हातले भिडियो खोल्नुहोस्, केही हुँदैन एकछिनको लागि। ओके, थ्याङ्क यू सो मच। ओके, सो यसमा चाहिँ के हुन्छ भने म तपाईँहरूलाई के भन्छु, च भन्ने आवाज आयो भने तपाईँले ताली बजाउने। ओके, अरू अक्षरबाट सुरु भयो भने ताली बजाउन नपाई, ताली बजायो भने रङ हुन्छ। ओके, सो बुझ्नुभयो? आज सावित्रा म्याम घुम्न गएर आएर निदाएर बस्या हो कि क्या हो? सावित्री म्यामलाई मिस गरिरहेको छु म। हजुर म्याम, आज एकदम थकेला छु, गाडी बिग्रेर बाटोमा कस्तो बिजोग भयो कि अहिले भर्खर आयो। हजुर, अनि त्यही भएर आज खोलेको छैन म्याम मलाई, त्यही भएर। पुनम म्यामको मिल्छ भने, सुसेन म्यामको मिल्छ भने खोलौँ है, साथीहरूले भिडियो मिल्छ भने खोलिदिनुहोस् ल। ओके, अब यसमा के हुन्छ, मैले मानौ बच्चालाई च अक्षर पढाइरहेको छु, अब लिसनिङ गेम गराउने। ओके, च भन्ने आवाज आएको अक्षर मैले भने भने तपाईँले ताली बजाउनु पर्यो, मैले अरू अक्षर आएको शब्द भन्यो भने बजाउनु भएन। सो तपाईँको पेसेन्स लेभल यसले डेभलप गर्छ, तपाईँको कन्सन्ट्रेसन यसले डेभलप गर्छ, तपाईँको यसले चाहिँ सफ्ट स्किलको धेरै कुराहरू डेभलप गर्छ र हाम्रो रिडिङको काम पनि बन्छ हैन। सो सुरु गरौँ। रेडी? के भने मैले च भन्ने साउन्डबाट आएको वर्ड भयो भने ताली बजाउने नत्र नबजाउने। ओके, चराको छ है त। ओके, चरा, चम्चा, घर, ओके, गणेश, चना, ओके, जङ्गल, चक, चप्पल, टप, तरकारी, चकटी, चस्मा। ओके, सो हजुर जस्तो ज्ञानी हुँदैन नर्सरीको बच्चा, उनीहरूलाई धेरै डिटेल थाहा हुँदैन, तर दे विल ट्राई देयर बेस्ट है। मिल्यो मिलेन, म्याम उसले ताली बजायो, म्याम उसले बिगार्यो वाला सिचुएसन चाहिँ कक्षामा एकदमै धेरै हुन्छ है, रियल कक्षामा बस्दाखेरि चाहिँ नि।
सो त्यो हिसाबले गर्दाखेरि पनि के भने यो गेमले चाहिँ जस्तो यसमा तपाईँले आकार लागेको मात्र लाएर पनि यो गेम गर्न सक्नुभयो। मैले इङ्ग्लिसमा जति पनि गेमहरू सिकाएको छु त्यो सबै नेपालीमा गर्न पाइयो। ओके, सो त्यसरी चाहिँ हजुरहरूले सम्झिनु भयो भने सजिलो हुन्छ। सो यो गेमबाट चाहिँ हामीले के गर्छौँ त भन्दा बच्चाहरूको रिडिङ स्किल्सलाई चाहिँ नि हामीले इन्हान्स गर्न सक्छौँ। ओके, सुन्ने र ताली बजाउने गेमबाट चाहिँ त्यस्तै गरेर अब बल्ल हामी नेपाली फोनिक्सको चाहिँ नि कुरा गर्छौँ है त। नेपाली फोनिक्समा हामीले कुरा गर्दाखेरि ओरिएन्टेसनमा धेरैजना साथीहरू हुनुहुन्थ्यो। अब हामीले क ख ग घ ङ चवटा यो 6वटा चसम्मको 6वटा अक्षरबाट आउने शब्द बनाउनु पर्यो भने कतिवटा शब्द बन्छ ल? 2 मिनट दिन्छु, बनाउनुहोस् त एकचोटि। क ख ग घ ङ च। कतिवटा बन्यो? बनाउँदै हुनुहुन्छ? ओके, सो हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ हामीले त्यसैलाई दुरै गर्यौँ भने चाहिँ चकबाट पहिला कच कच खच खच घच घच। अब यो बच्चाले त बुझ्दैन तर वर्ड चाहिँ बनाउँदाखेरि है। सो बच्चाले बुझ्ने चाहिँ अघि म्यामले भने जस्तो एउटा मात्र बन्छ, त्यो चाहिँ चक मात्र। चक पनि अहिलेको बच्चाले अझ बुझ्दैन, स्कुलमै चक हुन छाडिसक्यो। सो यसरी चाहिँ हाम्रो यो हुन्छ भने अब अर्को तरिकाबाट जाउँ त। जस्तो क ल म न ग ज, फेरि पनि 6वटा अक्षर दिए। 6वटा अक्षरबाट फेरि पनि हजुरहरूले वर्ड बनाउने कोसिस गर्नुहोस् त, कतिवटा वर्ड बन्छ? मगज, मगज, जनक, मन, कल, गम। कतिवटा जति बन्यो? थुप्रै बन्छ होला म्याम। मसँग त यहाँ नेट राम्रो नरे म छततिर आइपुगेको छु। अब पानी पर्यो अब तलतिर गाह्रो छ है। बत्ती नभएर यता तल घरेङमा बन्छ, थुप्रै बन्छ म्याम। यसो त 3 अक्षर पनि बन्छ, 2 बनाउनु अक्षर भएको साथीहरूले चाहिँ भन्नुहोस् त। ल, लक्ष्मी म्यामको त समस्या भयो, अरू साथीहरूको के छ? कलम, कल, कतिवटा जति बन्यो भन्नुहोस् त? 1 2 3 4 5 6 7 वटा मगज, जल, जल, मल, थुप्रै बन्छ। थुप्रै बन्छ। चार अक्षर नै बनाउनु अब पर्ने हो। हेर्नुहोस् त, यसमा चाहिँ सुरुमा क भयो, क पछाडि हामीले ल पढायौँ, ल पढेपछि क ल बन्यो एउटा अक्षर। अब हामीले म पढायौँ, म पढाएपछि त कति धेरै अक्षर बन्यो बन्यो। त्यस पछाडि न पढायौँ, फेरि अरू वर्डहरू थपिँदै गए। ग पढायौँ, फेरि झन् थपिए। ज पढायौँ, झन् धेरै थपिए। सो यसरी चाहिँ पढाउँदाखेरि चाहिँ के भयो त भन्दा बच्चाले पढेको कुरा के भयो, प्र्याक्टिकली आयो। उसले 3वटा अक्षर पढ्ने बित्तिकै ओहो मैले पढेको क ल म त यस्तो भयो, उसले रिड गर्न सक्छ। त्यो भएपछि उसमा कन्फिडेन्ट लेभल बढ्छ, रिडिङ प्रतिको उसको चाहिँ नि चाहना बढ्छ। अब हामीले क ख ग घ ङ गर्यो, कहाँ प्रयोग हुने पनि थाहा छैन, उसले पढ्दै जान्छ, बिर्सिँदै जान्छ। तर यो तरिकाले पढाउनु भयो भने उसको रिभिजन सँगसँगै हुँदै जान्छ। उसले म पढ्दाखेरि क ल म पढ्दा यो माथिको 2टा अक्षर रिभिजन भइसक्यो, न पढ्दाखेरि फेरि ब न पढ्दा माथिको अक्षर रिभिजन भइसक्यो, न क ल गर्दाखेरि माथिको अक्षर रिभिजन भइसक्यो। सो दिस इज द वे द्याट वी क्यान टिच टु आवर चाइल्ड है। सो यसरी चाहिँ नि हामीले सिकाउन सक्छौँ। सो मैले किताबकै केही पेजेसहरू लिएँ। क ल म 3टा अक्षर पढ्ने बित्तिकै बच्चाले चाहिँ यस्तो खालको एक्टिभिटिजहरू उसले गर्न, अब नर्सरीलाई त यो लेखाउन त अलिक गाह्रो हुन्छ होइन, तर एलकेजीले त सक्छ। सो
क ल म तीनटा अक्षर पढ्ने बित्तिकै यो सबै कुराहरू रिड गर्न सक्छ बच्चाले यदि तपाईँले लिसनिङ स्पिकिङ र रिडिङको चाहिँ एक्सर्साइजहरू एक्टिभिटिजहरू इनफ गराउनु भएको छ भने राइटिङ नसके पनि रिड गर्न चाहिँ सक्छ सो यसरी चाहिँ वर्डहरू लेखेको माथि लेखेर उनीहरूले चाहिँ यसरी गर्नु सक्छ ओके सो दिस आर द इक्जाम्पल अब जस्तो रिडिङको लेभलमा तपाईँहरूले अर्को युज गर्न मिल्ने भनेको यो पनि हो यसरी तपाईँले रिडिङ कार्डहरू बनाउने र रिडिङ कार्डहरू बनाएर चाहिँ यसरी प्लेडो हो यो प्लेडो चाहिँ हजुरले स्कुलमा नै पिठो ल्याएर होइन इडेबल खान मिल्ने रङ राखेर तपाईँले बनाउन सक्नुहुन्छ र यो इडेबल प्लेडो चाहिँ नि बच्चाहरूलाई तपाईँले डिकोडेबल रिडिङको लागि प्रयोग गर्ने यो इङ्ग्लिसमा पनि यही हो फेरि यो नेपालीमा सिकाएर इङ्ग्लिसमा पनि यही नै हुन्छ ल नेपाली र इङ्ग्लिस भनेर त्यस्तो फरक हुँदैन सो अब तपाईँले यस्तो खालको प्लेडो र यो गर्नु भने बच्चालाई पढ्न रहर लाग्छ होला कि लाग्दैन होला भन्नुहोस् त एकदम रहर लाग्छ उसलाई त्यो कति बेला मिल्छ र थिचौँ भनेर बस्या हुन्छ डल्लोमा गएर होइन सो ज ल ज ल अब यसलाई चाहिँ नि तपाईँहरूले त्यसरी चाहिँ नि सिकाउने थिच्न लगाएर सिकाउने ओके सो जस्तो यहाँनिर यहाँ थिचेको छ नि होइन ज ल ज ल अब इकार लाग्दाखेरि च इ ची य आ या चिया यसरी चाहिँ नि उनीहरूलाई चाहिँ नि हामीले सिकाउने यो मात्र लागेकोमा नि मिल्यो इङ्ग्लिसमा पनि मिल्यो नेपालीमा पनि मिल्यो ओके सो यस्तै गरेर अर्को पेजमा let me go किन गएन कि परै पुग्यो ओके सो यसमा इङ्ग्लिस पनि छ हेर्नुहोस् है त प आ n ओके दिस इज थ एन फ्यान ज न क ज न क चिया ओके सो यसरी चाहिँ नि प्लेडोहरूको मद्दतबाट पनि डिकोडेबल रिडिङको गेमहरूमा चाहिँ एकदमै राम्रोसँग गराउन सक्नुहुन्छ भने लास्टमा चाहिँ यसलाई पढाउने तरिका चाहिँ मैले डेभलप गरेको है यो अरूसँग मेल खाँदैन है यो नितान्त म आफैले डेभलप गरेको हो त्यो हुँदाखेरि चाहिँ नि यो जुन जुन अक्षर राखेर बच्चाको धेरै वर्डहरू बन्दै जान्छ त्यो अक्षर पहिला 2 अक्षर 3 अक्षर 4 अक्षरको अक्षरहरू राखेर यसलाई क्याल्कुलेट गरेर बनाइएको हो यो यसलाई जोड्दै गइएको हो त्यो हुनाले यो फेरि अन्त त छैन तपाईँकोमा मात्र छ भन्नुभयो भने त्यही नै सही हो ओके आई थिङ्क प्रतीक्षा म्याम पनि मेरै साथी हो र उसले पनि यही डकुमेन्ट चलाउँछ मलाई जहाँसम्म लाग्छ अदरवाइज यो चाहिँ कुनै साइन्टिफिकल्ली कसैले बनाएर डिजाइन गरेको होइन यो पर्सनल डिजाइन हो तपाईँहरूले पनि यसमा फेरबदल गरेर होइन मलाई त यो राख्न मन छ भन्नुभयो भने पनि त्यसमा त्यस्तो ठुलो बिग्रिने चाहिँ के पनि हुँदैन ओके सो त्यो हुँदाखेरि चाहिँ नि क ल म न ग ज लेभल 1 मा ओके 6 वटा प स ङ र ब ह लेभल 2 मा च द भ त ढ स यसरी गरेर लेभल 3 लेभल 4 लेभल 5 लेभल 6 ओके 6 वटा डिफ्रेन्ट लेभलमा 6 वटा अक्षर गरेर चाहिँ यसरी नेपालीको चाहिँ नि हालिएको छ तपाईँले यसरी गर्नुभयो भने बच्चालाई सजिलो हुन्छ भन्ने हो यसमा होइन मलाई केही कुरा चेन्ज गर्नु छ भन्नुहुन्छ भने पनि चेन्ज गर्न चाहिँ पाउनुहुन्छ ओके अब म एउटा यो अक्षरको सङ हजुरहरूलाई सिकाउँछु त्यो पछाडि हामी केही टाइम चाहिँ एकछिन केही अरू छलफल गर्छौँ त्यो पछाडि अरू सिलेबसहरूको बारेमा अरू तरिकाहरूको बारेमा कुरा गर्छौँ सो हामीले क ख को गीत सिकाउँदाखेरि पनि सजिलोसँग बच्चालाई राम्रोसँग उसलाई एक्सन सहित सिकायौँ भने राम्रो तर अब मैले हजुरलाई एक दिनको फनिकमा त यो सबै डिटेलिङ गराउन सक्दिनँ फनिकको आफ्नै एटलिस्ट 3 डेजको अर्को क्लासको प्याकेज हुन्छ होइन सो मैले हजुरलाई यो थोरै आइडिया मात्र सेयरिङ गर्नलाई यो गरेको सो फनिकको पनि आफैमा अझ धेरै दिन लाग्छ नेपालीको मात्र पनि सिक्नलाई तर अब नेपालीको एक्सनहरू हजुरले जे बुझ्नु भएको छ जसरी गर्नु भएको छ ठिकै छ त्यही अनुसार गर्नु होला र म तपाईँलाई कदेखि ग्यासम्मको चाहिँ एउटा गीत म यो सिकाउँछु है त सो यसमा चाहिँ बच्चाहरूलाई सम्झिन सजिलो होस् भनेर सुरुमा क ख ग घ ङ गर्दा तपाईँले कपाललाई समाएर गर्नुहुन्छ उसलाई त्यो चाहिँ हिन्ट दिएको भिजुअल अथवा काइनेस्थेटिक लर्नरको लागि चाहिँ त्यो गाइडलाइन दिएको है त यसरी समाएर एक्सनमा हो कि कपाललाई समाउने अथवा छोटो कपाल हुनेको टाउकोमा गर्ने क ख ग घ ङ च छ ज झ य भन्नुहोस् त
ओके म त ज्ञानी भएर पढ्छु स्कुलमा एक्सन यु क्यान डु इट म त ज्ञानी भएर पढ्छु स्कुलमा ट अब ट भनेको केले इन्डिकेट गर्छ टप ओके ट ठ ड ठ अड त थ द ध न ओके एकचोटि सुन्नुहोस् है त हाम्रो लिसनिङ स्किल्स पनि राम्रो हुनुपर्छ है त ओके पहिला ट ठ ड ढ अणमा यो गरौँ तबाट तरकारी सो तबाट चाहिँ तरकारी खाऊ हामी यसरी एक्सन दुईवटा दिमेललाई ताकि बच्चालाई याद गर्न सजिलो होस् उसले यो गरेपछि यो गरिरहेको थियो कुन अक्षर आउँछ भनेर उसलाई याद आएन भने ए त तरकारी खाएको थियो भनेर उसलाई याद आउँछ त्यो भएको भएर है त सो ट यसरी है त ट ठ ड ढ अड त थ द ध न खुसी भई ताली बजाई सबै अक्षर भन 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 प फ ब भ म या र ल व परेलामा ओके एक्सन भन्न बिर्सेछु पको परेला सो परेला उसले चाहिँ यहाँ देखाउँछ ओके प फ ब म अनि य भनेको यहाँ त्यहाँ सो उसले चाहिँ यहाँ त्यहाँ उसले यहाँ भन्दा उसले हातले तल यहाँ देखाइरहेको ओके दुईटा एक्सन यहाँनिर प फ ब भ म य र ल हो यको यहाँ त्यो चाहिँ हामीले के दिएको भिजुअल क्लु दिएको उनीहरूलाई ओके प फ ब भ म य र ल व यो कक्षामा मिलेर खेल्ने हामी हो यो कक्षामा मिलेर खेल्ने हामी हो स मोटो सको शरीर सो पुरै शरीरलाई यसरी तलसम्म टच गर्दै अनि छको क्षमा चाहिँ कान पक्रेर ओके सो क्षमा कान पक्रेर स चाहिँ यसरी शरीरलाई यसरी देखाएर ओके स ख स ह क्षत्र ज्ञ स ख भन्नुहुन्छ तपाईँको अनि पढी लेखी खेला खेली घर जान्छु म ब्याग बोकेर पढी लेखी खेला खेली घर जान्छु म पढे लेखी खेला खेली घर जान्छु ओके यसलाई म रेकर्डिङ गरेर पनि हजुरहरूलाई हालिदिन्छु है त यो नयाँ गीत हो त्यो हुँदाखेरि हजुरले अन्तत पाउनुहुन्न अनि म नै रेकर्डिङ गरेर त्यो लिरिक्सलाई त्यहाँ हालिदिन्छु हजुरहरूलाई यो सजिलो लाग्छ भने यही भन्दा पनि भयो तपाईँहरूले पहिला सिकाउने गरेको पनि सिकाउँदा भयो तर बच्चालाई लामो गर्यो भने उनीहरूले चाहिँ नि त्यो उसलाई त्यो के हुन्छ भने सम्झिनलाई गाह्रो हुन्छ सकेसम्म लेटरहरूको बिचबिचमा अरू नघुसाइकन हामीले लेटर पुर्याउन पाए हुन्थ्यो तर काहीँ कन्फ्युजन हुन्छ भनेर पिक्चर क्लु र हिन्ट दिनलाई चाहिँ फेरि त्यहाँ लिरिक्सहरू राखेर लगिएको छ यो चाहिँ साइकोलोजिकली अनि बच्चाको चाइल्ड साइकोलोजीलाई बुझेर र उसको चाहिँ नि यो चाइल्डको लेभललाई एज लेभललाई बुझेर बनाएको सङ हो त्यो हुँदाखेरि कतिपय कुरा नमिल्न सक्छ बट डेफिनेटली चाइल्ड विल इन्टरटेन जस्तो लाग्छ मलाई चाहिँ होइन यु सुड ट्राई तपाईँहरूले भनिरहेको तपाईँहरूले क ख पढाउनलाई कुन गीत प्रयोग गर्नुहुन्छ
छुवा करायो काकाको हरायो खेल्यो सिंगल म्याम ओके त्यो त झनै बच्चालाई कन्फ्युजन होइन कबाट एकैचोटि क ख कमला ग घ त आएन पानीमा नि त त्यहाँनिर फुले कबाट खरायो बारीमा डुल्ने यो त झन् यसरी कथै कथा छ सो यसले त हजुर बच्चालाई क ख ग घ भन्नलाई अझ सिकाउँदैन यसको उद्देश्य फेरि फरक हो यसको उद्देश्य के हो कसँग खसँग आउने सामानहरू सहित देखाउन सिर्काउन खोजेको हो अनि अर्को पनि मलाई एउटा एकदम मन परेको सङ्ग थियो है क ख ग घ ङ नानी बाबु आऊ अब नगर बेला यो गीत सुन्नु भएको छ कसले सुन्नु भएको छ छैन म्याम यो चाहिँ मेरो एकदमै फेभरेट कखको सङ है मलाई एकदम मनपर्ने हो सो आइ एम भेरी मच इन्सपायर्ड यसको यो गीत लेखेर बनाउनु भएको चाहिँ फेरि अमेरिकाबाट है अमेरिकामा हुनुहुन्छ त्यसको आर्टिस्ट त्यो त्यो एनिमेसन बनाउने अनि हिन्दीमा पनि निकाल्नु भएको छ मेरो उहाँसँग कुरा पनि भएको थियो सो यो चाहिँ मलाई एकदम मन परेको सङ हजुरहरूलाई म पछि लिङ्क सेयर गरौँला युट्युबमा छ अनि यो चाहिँ एकदमै मन परेको सङ हो तर छोटो खालको सङ लेख्ने कोसिस गरेको छु मैले त्यो अर्को पनि त्यो पनि तपाईँहरूले सिकाउँदाखेरि हुन्छ ओके अब हामीसँग सर्टेन थोरै कन्टेन्टहरू चाहिँ बाँकी छ तर त्यो कन्टेन्ट बाँकी हुन लाग्दै गर्दाखेरि चाहिँ बिकज टुडे इज आवर लास्ट डे अब हाम्रो आज चाहिँ यो सेसन यो लेभल 1 को हाम्रो अन्तिम दिन भएको भएर साथीहरूको पनि केही फिडब्याकहरू लिउँ उहाँहरूको बारेमा पनि केही विचारहरू सुनौँ भनेर मैले एकछिन चाहिँ स्लाइड अफ गरेँ सो आई रिक्वेस्ट टु द पोसिबल यहाँनिर बस्नुभएको साथीहरू जसलाई भिडियो अन गर्न मिल्छ बिकज हामीले गरिरहेको कुरा कतिपय चाहिँ एकदम राम्रो छ नि त तर कस्तो हुन्छ भने बोल्नेको पिठो बिग्छ नबोल्नेको चाहिँ चामल पनि बिग्दैन भने जस्तो हामीसँग राम्रो भए पनि हामीसँग राम्रो कुराहरू छ यो कुराहरू चाहिँ हामीले सिक्न आवश्यक छ भनेर धेरैजनाले चाहिँ त्यो एकदमै बुझ्न र जान्न उहाँहरूलाई चाहिँ के हुन्छ पुर्याउन सक्यो भने चाहिँ राम्रो हुन्छ सो हजुरहरूको आफ्नो फिडब्याक छ हजुरहरूले दिन चाहनुहुन्छ भने चाहिँ नि द्याट कुड बी द गुड हाम्रो लागि चाहिँ एकदम गुड रिमार्क हुनेछ दो हजुरहरूले रिमार्क चाहिँ हाम्रो फेसबुक पेजमा पनि दिन सक्नुहुन्छ अथवा पछि पनि पठाउन सक्नुहुन्छ तर पनि आज हजुरहरूले चाहिँ नि यो सेसन लिइरहँदाखेरि चाहिँ हजुरलाई आफ्नो लागि चाहिँ कतिको बेनिफिट भयो कस्तो लाग्यो भन्ने कुराहरू चाहिँ फिडब्याक दिनुभयो भने त्यो चाहिँ अन द रेकर्ड हामीलाई त्यो चाहिँ हाम्रो सोसियल मिडियाहरूको लागि पनि काम आउन सक्छ सो इफ यु फिल कम्फर्टेबल हजुरलाई सजिलो लाग्छ अथवा भन्नलाई इच्छा लाग्छ भने हजुरहरूले केही सिक्नु भएको छ भने भिडियो खोलेर चाहिँ भन्न पाइल भिडियो नखोल्दा त को जस्तो हुँदो रहेछ सो एकछिन हजुरहरूको केही समय 5 मिनट जति हजुरहरूको फिडब्याकहरूमा एकछिन छलफल गरौँ त्यो पछाडि बाँकी थोरै कन्टेन्टलाई म कम्प्लिट गर्छु ओके म्याम हजुर एउटा कुरा के टु एबिसिडी पनि हामीले चाहिँ कस्तो गर्छ भने सिलेबस वाइज चाहिँ 3 मन्थ्समा यति यति पढाउने भनेर हामीले छुट्याउँछौँ नि म्याम अनि त्यसरी चाहिँ यो चाहिँ एकदमै त्यो फ्रुटफुल होला जस्तो के जस्तो हजुरले राइम्स गरेर त्यसरी गर्छ नि त तर जस्तो अब रिटर्नमा चाहिँ त्यसरी हामी यति पढाउने र एक्टिभिटी पनि यसमा गराउने भनेर गर्छौँ होइन जस्तो फेरि अब ओरलमा बच्चाहरूलाई भन्दाखेरि चाहिँ कदेखि ज्ञसम्म नै सुरुमै सिकाउने कि के हुन्छ म्याम ओरलमा त तपाईँले गीत हो नि त ओरल त तपाईँले सिकाउँदै जान पायो ओरल सिकाउनलाई त समस्या भएन राइटिङ बेस उठाउने बेलामा चाहिँ तपाईँले आफ्नो करिकुलम अनुसार एटलिस्ट एउटा लेटरलाई 1 हप्ता टाइम दिनु पर्यो नर्सरीलाई चाहिँ होइन नर्सरीमा चाहिँ वैशाख महिनामा तपाईँले क अक्षर पढाउनु भयो भने पनि क अक्षर लेखाउनु चाहिँ नमिल्ने हो मेरो विचारमा भन्नुहुन्छ भने ओके सो सुरुको फेजमा चाहिँ के गर्ने त भन्दाखेरि नर्सरीमा क ख उताबाट चाहिँ एबिसिडी पढाउँदै जानुभयो भने पनि सुरुको 1 महिना चाहिँ राम्रोसँग प्याटर्न राइटिङलाई सिकाउने जब उसले यो स्ट्यान्डिङ लाइन यो स्लिपिङ लाइन यो स्ल्यान्टिङ लाइन यो कर्भ लाइन भनेर बच्चाले बुझ्ने हुन्छ त्यति बेला बुझ्ने भइसकेपछि चाहिँ अनि ब्याक आएर क को लेख्ने काम चाहिँ पछि सिकाउने सो सुरुको वैशाख र जेठ चाहिँ नि तपाईँले लेखाउने काम अक्षर फर्मेसनमा जानु हुँदैन भन्छु म चाहिँ मेरो पर्सनल है यो चाहिँ 2 महिना चाहिँ हामीले नर्सरीको बच्चालाई राम्रोसँग हामीले
उसलाई लाइनिङ मात्र सिकायौँ लेखाइमा, पढाइमा चाहिँ तपाईँले ओरल्ली चाहिँ क ख बढाउँदै जान पाउनुभयो। तर जब बच्चाले त्यो लेखनलाई उसले प्याटर्नलाई राम्रोसँग बुझ्छ, उसलाई त्यो अरू अक्षर ब्याक आएर लेखाउनलाई चाहिँ टाइम लाग्दैन के। तर उसले त्यो लाइनिङै नबुझ्दाखेरि उसलाई क चाहिँ जबरजस्ती हात समाएर के गरेर लेखाएर लानु चाहिँ नि उचित हुँदैन र त्यसले बच्चाले पढाइ नै गाह्रो छ भन्ने बुझाइ बनाउनलाई चाहिँ ठुलो हेल्प गर्छ। सो त्यस्तो खालको कामहरू चाहिँ हामीले नगर्दा हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। भनेपछि ओरलमा चाहिँ सबै जान मिल्यो होइन म्याम? ओरलमा चाहिँ तपाईँले लिएर जाने, ओरलमा कदेखि वैशाखबाटै गीत गाउन पाउनुभयो। ओके, ओरलमा तपाईँले क पढाउँदै जान पाउनुभयो, ख पढाउँदै जान पाउनुभयो हप्ता दिन लगाएर। तर राइटिङलाई चाहिँ अलि पछि गएर उठायो भने पनि बच्चाले सक्छ। ओके, बाँकी साथीहरूको के छ, हजुरको फिडब्याक, हजुरको लर्निङ, हजुरको क्वेरिज, सो हजुरहरूले राख्न सक्नुहुन्छ। म्याम म राख्नु एउटा कुरा। हजुर लक्ष्मी म्याम। जस्तो अब भनौँ न मैले चाहिँ मेरो विचारमा चाहिँ जस्तो मैले एकैचोटि अब यो भनौँ न मैले चाहिँ जोलिफोनिक त मैले लाउन सक्दिनँ यहाँ अहिले होइन। त्यहाँदेखि मैले बुक पनि राखेर भइसक्यो, यसकै बारे मैले अझ बुझ्न बाँकी छ। भर्खर यो त सुरुवात न भयो होइन मेरो क्युरियोसिटीले गर्दाखेरि। तर मैले एउटा चाहिँ के चाहिँ गर्न सक्छु होला जस्तो लागेको भने चाहिँ जसरी तपाईँले चाहिँ अर्डर अफ लेटर साउन्ड दिनुभएको छ नि म्याम, त्यसले चाहिँ नेपाली पनि अनिखेर यो इङ्ग्लिस अल्फाबेटको चाहिँ बच्चाहरूलाई चाहिँ कति सहज रूपमा चाहिँ जाँदो रहेछ के जस्तो वर्ड बनाउनलाई चाहिँ मैले त्यो त लानु सक्छु नि है। त्यो तपाईँले गर्न सक्नुहुन्छ, तर हजुरको पेरेन्ट्स कस्तो खालको हुनुहुन्छ भनेर आइडेन्टिफाई गर्नुहोस्। र यदि गाह्रो लाग्छ जस्तो लाग्छ भने सुरुको वर्ष चाहिँ नर्सरीलाई नगरिकन एलकेजीलाई गर्नुहोस्। सो एलकेजीलाई तपाईँको एलकेजी पढ्ने बच्चाहरूलाई त सुरुमा त क ख र एबिसिडी नै रिभिजन जान्छ नि त होइन। सो त्यो हुँदाखेरि अनि एलकेजीमा सुरु गर्नुहोस्। एलकेजीमा मैले दिएको प्याटर्नबाट त्यो लानुभयो भने नर्सरीलाई पहिलो वर्ष नचलाउनुहोस्। यदि तपाईँले प्र्याक्टिस गर्नु भएको छैन भने, पेरेन्ट्स कन्भिन्स गर्न सक्नुहुन्न भने एलकेजीबाट लानुहोस् र एलकेजीको रिजल्ट देखाउनुहोस्। र एलकेजीको रिजल्ट आइसकेपछि एउटा पेरेन्ट्स मिटिङ गरेर बच्चाहरू राखेर भन्नुहोस्, हेर्नुहोस् त हामीले यो तरिकाले पढायौँ योपालि, यो तरिकाले पढाउँदाखेरि बच्चाहरूको रिडिङ स्किल्स चाहिँ यस्तो भएको छ, यो फरक पाएको छौँ भनेपछि अर्को वर्ष चाहिँ हामी नर्सरीबाट पनि यसरी पढाएर लाने सोचिरहेछौँ भनेर पेरेन्ट्सलाई पहिला देखाउनुहोस्। अनि दे विल बी कन्भिन्स, यो टिचर विल कन्भिन्स, अनि तपाईँले नर्सरीलाई गरेर जानुहोस्। अब मैले प्र्याक्टिस गर्ने हाम्रो स्कुलमा चाहिँ फेरि धेरै वर्ष भयो हामी त्यसरी नै पढाउँछौँ। तर हामीले के गरेका छौँ, पेरेन्ट्सलाई कन्भिन्स गरेका छौँ, रिजल्टहरू देखाएको छौँ, उहाँहरूलाई यस्तो छ भनेर गरेका छौँ। अब हजुरले पहिलोचोटि नयाँ गर्न खोज्दै हुनुहुन्छ, त्यो हुँदाखेरि चाहिँ हामीले यस्तो टेक्निक लाउनु पर्यो जहाँ चाहिँ सर्प पनि मर्ने लौरो पनि नभाँचिने हुनु पर्यो। हजुर त्यो पनि हो नि, हजुरले दिएको जस्तो अहिले दिनु भएको छ नि जुन प्याटर्नको कल म न गज भनेर, त्यो भनौँ न कति बच्चाको क्रिएटिभ थिङ्किङ आयो नि त्यसमा होइन। क्रिएट गर्यो नि उसले, आफू सोच्नु पर्यो, अक्षर हुन न उसले पर्फेक्टली चिन्नु पर्यो नि त। मैले यो गर्दाखेरि त यो त मैले गर्दाखेरि त प्यारेन्ट्ससँग उहाँलाई देखाउन अझ देखिन्छ जस्तो लाग्छ कि हो। सो त्यो चाहिँ तपाईँहरूले गरेर अनि त्यस पछाडि रिडिङ डेहरू राख्ने, एक्जिबिसनहरू राख्ने, अनि बच्चाको पर्फर्मेन्सहरूलाई देखाउने, अनि पेरेन्ट्सलाई कन्भिन्स गर्ने। सो दिस इज द राइट वे। अब चाहिँ हामी नर्सरीमा पनि अर्को वर्षबाट चाहिँ यसलाई जाँदैछौँ भनेर उहाँहरूलाई प्रि इन्फर्म गर्ने अनि लन्च गर्ने, त्यसरी गर्नुभयो भने बेटर हुन सक्छ कि जस्तो लाग्यो। भनौँ न हामीले प्रदर्शनी गर्ने चाहिँ जस्तो हामीले गरेकै एक्टिभिटीलाई नानीहरूले गरेकोलाई राख्ने हुन्छ म्याम त्यो? नानीहरूलाई नै गरेकोलाई राख्ने, नानीहरूलाई नै रिड गर्न दिने, घरमा पनि बच्चाहरूलाई रिड गर्न दिने, सानो सानो बुकलेटहरू बनाउने, कार्डहरू बनाउने होइन। जस्तो यो यस्तो कार्डहरू बनाउने, यो रिड गरेको भिडियोजहरू हालिदिने, यस्तो यस्तोमा। हजुर हस् हस्, थ्याङ्क यू सो मच। अनि म्याम अनि जस्तो हजुरको स्कुलमा हजुरले चाहिँ फनिक्स युज गरिराखेको छ नि त होइन, अनि त्यहाँको पेरेन्ट्सहरू चाहिँ सबै फनिक्स अवेर भइसिन्छ, लाइक उहाँलाई चाहिँ त्यसको नलेज सबै पेरेन्ट्सहरूलाई? हजुर, पेरेन्ट्सहरूलाई चाहिँ हामी वर्षको पहिला नै करिकुलम सेयरिङ भनेर पेरेन्ट्सहरूलाई बोलाउँछौँ।
पहिला त भर्ना लिन आउँदाखेरि नै भन्छौँ हाम्रो पढाउने तरिका यस्तो छ यस्तो यस्तो गरेर जान्छौँ भनेर। अनि वैशाखमा करिकुलम हामी सबै अभिभावकलाई बोलाएर यो वर्षभित्रमा तपाईँहरूको बच्चालाई हामी यो सिकाउँदैछौँ, यसरी पढाएर लैजान्छौँ, यो करिकुलम छ, म्याथमा यो पढ्नुहुन्छ, नेपालीमा यो पढ्नुहुन्छ, इङ्ग्लिसमा यो पढ्नुहुन्छ, अनि सोसियलमा यो पढ्नुहुन्छ भनेर पहिले पेरेन्ट्सलाई बोलाएर सबै कुरा भनेर अनि पठाउँछौँ। त्यो पछाडि तपाईँ गयो नि। होइन होइन, त्यो त हामी पनि गर्छौँ म्याम पढाउने कुरा त। तर लाइक नलेज के फोनिक्सको नलेज चाहिँ उहाँहरूलाई छ कि छैन भन्न खोजेको कि, जस्तो फोनिक्सको पेरेन्ट्स नलेज त अहिले अब टिचरको लागि त राम्रोसँग हुँदैन, अभिभावकसँग त हुँदैन। तर तपाईँले एभ्री टाइम उहाँहरूलाई कोच गर्नुपर्छ। तपाईँहरूको सोसियल मिडियाजहरू हुन्छ, तपाईँहरूको ग्रुपहरू हुन्छ, उहाँहरूलाई चाहिँ भनिराख्ने हामी यो पढाउँदैछौँ, यसरी पढाउँदैछौँ, तपाईँले पढाएको भिडियोजहरू हालिदिइराख्ने, फोटोजहरू हालिदिइराख्ने, उहाँहरूलाई नेटबाट चाहिँ नि यस्तो यस्तो छ भनेर खोजेर हालिदिइराख्ने। पेरेन्ट्सलाई पनि सिकाउँदै जाने हो, बच्चालाई मात्र होइन। होइन भने फेरि मिसगाइड हुनसक्छ नि त म्याम, होइन? उहाँहरूले चाहिँ हामीले पढाए जस्तै फोनिक्स वाइज हामीले पढायो एउटा कुरा, अनि उहाँहरूले चाहिँ त्यसलाई चाहिँ बेग्लै वेमा घरमा सिकाउँदा चाहिँ बेग्लै वेमा सिकाइदिनु भयो त्यो असाइनमेन्टहरूमा भने फेरि त्यहाँनिर चाहिँ असाइनमेन्टमा त सिकाउनु मिल्दैन, तर प्रोनाउन्सिएसनमा चाहिँ फरक हुन सक्ला कि भन्ने हो। त्यसको लागि यदि तपाईँले त्यो बच्चाले डिफिकल्ट भइरहेछ, बच्चालाई मिसगाइड भयो जस्तो लाग्छ भने पेरेन्ट्स मिटिङ बोलाउने, पेरेन्ट्सलाई बोलाउने, नत्र पेरेन्ट्सलाई फोन गर्ने, फोन उठाएन भने मेसेज गर्ने, मेसेज गर्दा नि उठाएन भने भोइस मेसेज पठाउने। त्यस्तो आइडिया छ। पेरेन्ट्सलाई एकदमै एक्टिभ बनाउनु पर्यो, होइन म्याम? हजुर, त्यो त तपाईँको बच्चालाई मात्र पढाएर गएर पुग्दैन, पेरेन्ट्सलाई पनि पढाउनै पर्छ। त्यो हाम्रै जिम्मेवारी हो फेरि कि। ओके सम्झना म्याम, एउटा सानो हजुर क्वेरी चाहिँ मैले हजुर हजुरको स्कुलमा हजुरले के प्र्याक्टिस गराइसकेको छ भनेर बुझ्न खोजेको। ओके जस्तै यो अब नर्सरीमा त कदेखि गसम्म अक्षर चिन्ने मात्र हुन्छ होइन, अनि जब एलकेजीमा आउँछ नानीहरू त्यसपछि चाहिँ कसरी गइसिन्छ हजुरको? जस्तै कदेखि ज्ञ चाहिँ नेपाली यो पार्टमा कपीमा म लेख्न आउँछु। सिक्छ यो नानीलाई, हाम्रो त्यसको अहिलेको लागि यो कन्भर्सेसन सकिएपछि मेरो छलफलै त्यसमा हुन्छ। किनभने मैले चाहिँ होइन, अब इभन मेरो छोरी आफै पनि एलकेजीमा छ, अनि मैले चाहिँ मेरो कन्सल्टिङ स्कुलमा गर्ने प्र्याक्टिस चाहिँ कस्तो छ भने कदेखि ज्ञसम्म नेपाली कपीमा लेख्ने 2 महिना जस्तो लाग्छ त्यो रिभिजन गर्ने, अनि त्यसपछि 2 अक्षरकामा जाने, 2 अक्षरको शब्द सरल वाक्य र शब्दमा जाने, 3 अक्षर जाने सरल वाक्य जाने, 4 अक्षर जाने सरल वाक्य जाने, अनि बल्ल जब मात्रा सुरु गर्छ त्यसपछि चाहिँ अ आ सिकाउनु भन्छु कि म चाहिँ। अनि मेरो बच्चाको कपीमा चाहिँ भर्खर अब उसको कदेखि ज्ञसम्म रिभिजन सक्यो, अनि हिजो आज उसको अ आ आइरहेछ कि, अनि मेरो ठुलो छोरीकोमा पनि अनि उसको पनि त्यो मात्रा जाने बेलामा मात्रै अ आएको थियो कि, अनि के चाहिँ बेटर रहेछ, अनि हजुरकोमा के प्र्याक्टिस गर्छ रहेछ भनेर खासमा हजुरले गरेको प्र्याक्टिस चाहिँ सुन्न खोजेँ क्या मैले। मेरो चाहिँ कस्तो छ भन्दाखेरि मैले पनि धेरै वर्ष चाहिँ विदाउट बुक काम गर्दाखेरि वर्कसिटहरूमा यति धेरै काम गर्नु पर्यो, एकदमै धेरै ह्यासल भयो, एकदमै धेरै टिचरलाई पनि गाह्रो भयो होइन। सो फर्चुनेटली अहिले चाहिँ हामीसँग आफ्नै किताब छ है। सो तपाईँले भनिहाल्नु भयो, यो क्वेरिजलाई म अगाडि नै सकाइदिएर जान्छु नि त है। यसलाई चाहिँ जस्तो हाम्रो प्र्याक्टिसमा चाहिँ के हुन्छ त भन्दा तपाईँले 2 महिना कन्सल्टिङ गरेको ठाउँमा 2 महिना पढाउने भन्नुभयो, हामी त दसैँसम्म नै बच्चालाई कह पढाउँछौँ, दसैँसम्म नै कदेखि ज्ञसम्म रिभिजन जान्छ, तर हाम्रो तरिकाहरू चाहिँ फरक छ है। जस्तो यो एलकेजीको किताब हो, एलकेजीको किताबमा उसले क पढ्यो, त्यस पछाडि ल पढ्यो, हेर्नुहोस् है, त्यो पछाडि म पढ्यो भनेपछि उसको 2 अक्षरका शब्द त 3 अक्षरका शब्द त यहीँबाट सुरु भइसक्यो त। कदेखि ज्ञ 2 महिना पढाएर त्यो पछाडि 2 अक्षर 3 अक्षर भन्ने नै जाँदैन हाम्रो, बिकज वी फलो टु फनिक। ओके, सो हामीले यो फनिकबाट जाँदाखेरि दसैँसम्म कदेखि ज्ञ सिद्धिँदा 2 अक्षर 3 अक्षर 4 अक्षर सबै सिद्धिन्छ है। अब यसरी जाँदै गर्दा प अक्षर थपियो, प अक्षरसँग आउने अक्षरहरू वर्डहरू 3 अक्षर 2 अक्षर यहीँ बन्दै गए, स बन्यो, स अक्षरका यहीँ बन्दै गए। सो यसरी 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 चाहिँ के भयो त भन्दा तपाईँको चाहिँ नि फर्स्ट टर्मसम्म त उनीहरू कख भ्याइसकेकै हुँदैन, हाम्रो दसैँसम्म आनन्दले कख नै जान्छ है। अब दसैँ सकिएपछिबाट बल्ल अब मात्रामा इन्ट्री गर्छौँ हामी। मात्रामा सुरुमा त
अब यो 2 अक्षर 3 अक्षरका सेन्टेन्स पनि सँगसँगै आइरहेछ अघिदेखि। दसैँमा हाम्रो 2 अक्षर 3 अक्षर सेन्टेन्स पनि खत्तम, कदेखि ज्ञसम्म पनि खत्तम एकैचोटिमा। त्यो पछाडिबाट अब बल्ल आको इन्ट्रोड्युस भयो। आबाट आउने कुराहरूलाई यसरी पढाइसकेपछिबाट बच्चाले आ लेख्न सिक्छ र आको मात्रालाई उसले चिन्छ। हेर्नुहोस् है, चित्र राम्ररी हेर्नुहोस्, चिन्नुहोस् र पहिलो अक्षर लेख्नुहोस् भनेर यो भन्यो भने अब यहाँ सानो उसले आबाट आउने आज, आदर, आठ, अबाट आउने अ र आको अक्षर र यो सेन्टेन्स उसले बनायो। अब यहाँबाट आकार मात्र सुरु भयो। यो पनि डटेड लाएर क आ का, ख आ खा, यसमा खलाई आकार गर्दैन हामीले हैन। सो यसरी चाहिँ नि यो पढिसकेपछिबाट अब उसले यहाँ पहिला का खा पढ्यो, अब यहाँ आएर वर्ड पढ्न लाग्यो। का ग, घा म, छा ता। अब यो पढ्यो, यो पढेपछिबाट उसले अब आकार मात्र लागेका उसका बडी पार्ट्सको नाम पढ्यो। कपाल, कान हैन। त्यो पछाडिबाट उसले का खा यहाँ लेख्यो। त्यस पछाडिबाट यहाँ प्रोजेक्ट वर्कहरू पनि छ। त्यस पछाडिबाट यसलाई डबल पार्यो उसले, पापा, मामा, नाना, चाचा, काका गर्यो। अब यहाँ यो चित्रको नाम के हो? काग। यसमा कुन मात्रा छैन, कहाँनिर मात्रा थप्ने, उसले मात्राको एक्सर्साइज गर्यो। सो यसरी गरेर यसरी धेरै एक्टिभिटिज गरिसकेपछि अब उसले अर्को इन्ट्री गर्छ इकार। सो आई थिङ्क मैले तपाईँको एन्सर दिएँ होला। यसरी अनि म्याम यो एलकेजी कक्षामा नै असँगै पुग्छ बच्चाहरू, मात्रा सकिन्छ उसको। एलकेजी भरिमै उसको अंकार मात्र सबै सकिन्छ अथवा बिचमा उकार एकारबाट ब्रेक गर्छौ? मैले चाहिँ एकारबाट ब्रेक गरेको थिएँ। अंकारसम्मै पुग्छ। हाम्रो चाहिँ अंकारसम्मै नै पुग्छ। किन भन्दा अनि जब ओकारदेखि चाहिँ युकेजीमा यस्तो हुन्छ, जब बच्चाले तपाईँको क देखि राम्रोसँग ज्ञासम्म बुझ्छ भने नि मात्रा एउटा हप्तामा एउटा मात्रा जान्छ। तर त्यो क देखि ज्ञासम्म नै नपुगेको बच्चालाई त अनि फेरि त्यो ट्रेडिसनल वे अफ प्याटर्नले त रटाएर लाँदा त बिर्सिहाल्छ नि त। सो त्यसरी एकैचोटि गराइसिन हो, अदेखि अमसम्म लेखाउने पनि एकैचोटि गर्नुहुन्न हो? त्यो त फेरि युकेजीमा गएर हुन्छ त्यो काम चाहिँ। ओके, सो त्यसरी जान्छ। म्याम, थ्यांक यू सो मच। ओके, सो अरू साथीहरूको मैले खास यो ब्रेक चाहिँ हजुरहरूको अहिले यो ओभरअल क्लासको चाहिँ आफ्नो लर्निङ कस्तो रह्यो भन्ने फिडब्याकको लागि ब्रेक गरेको थिएँ। कन्टेन्टको त म अहिले पछाडि फेरि पनि अलिकति छ, त्यसमा लगिहाल्छु। सो हजुरहरूको ओभरअलमा चाहिँ लर्निङमा आफ्नो स्कुलको एप्लिकेसनमा के कस्तो कुराहरू चाहिँ फिजिबल पाउनुभयो अथवा एप्लिकेसनमा लान सक्ने पाउनुभयो भन्ने कुरामा थोरै सर्टली हजुरहरूको कुरा जान्न चाहेको। म्याम म भनौँ, किनभने मेरो यो गडाङ गुडुङ आइसक्यो, कुनै पनि बेला बत्ती जान्छ। ओके, हुन्छ भन्नुहोस् प्लिज। हजुरको भिडियो अन गर्न मिल्छ भने गर्छु के अरे? एकदम मिल्छ म्याम, मेरो मिल्छ। अहिले म तल आइसकेँ, भिडियो गऱ्यो भने मात्रै मैले स्पटलाइट गर्न मिल्यो। ओके, यो चाहिँ मेरो लागि चाहिँ मैले अस्ति पनि भयो। अनि फेरि मलाई चाहिँ कस्तो चाहिँ मेरो इङ्ग्लिस एकदम पुअर, अब है सरकारी स्कुल पढेको, अनि म एकदम इङ्ग्लिसमा कमजोर मान्छे। अनि म कमजोर भए तापनि अरू चाहिँ कमजोर हुनुहुन्न भनेर चाहिँ मैले स्कुल खोलेको है, त्यही भएको भएर एकदम। अनि म यो फोनिक्स सिक्नको लागि चाहिँ एकदम अनकम्फर्टेबल भएर बसिरहेको थिएँ कि। अनि पहिला पनि मैले टिचरलाई पठाएँ होइन, उहाँहरू चाहिँ अलिकति फ्रेस मान्छेलाई पठाएँ भने चाहिँ अझ राम्रो होला भनेर पठाएँ। तर त्यसमा मैले धोका खाएँ होइन। अनि तपाईँको जब मैले फर्स्ट टाइमको जुन गर्नुभयो नि, त्यो फ्री हामीलाई काउन्सिलिङ गर्नुभएको थियो नि, त्योबाट मलाई एकदम भनौँ न हरेकको टेक्निक हुन्छ नि त होइन, तपाईँको चाहिँ एकदम सिम्पल वेबाट होइन, अनि विथ स्माइल ले चाहिँ एकदम मलाई चाहिँ भनौँ न एकदम सिक्नको लागि चाहिँ एउटा झनै क्युरियोसिटी बढायो। अनि मैले जुन सिकेँ, अनि सिकेर हेरेपछि अब त कस्तो हुँदो रहेछ भने अब भिसिभी होइन सिएलई भनेर चाहिँ हामीले पढेको त्यो त खोज्नु कहाँनिर पढ्यो, यो चाहिँ कन्टिनेन्ट भयो बेला होइन। हामीले त खालि सिबिसी वर्ड मात्रै देखिरहेको नि त, मैले त सिबिसीको मात्रै थाहा थियो मलाई त। अनि अहिले जुन पनि हामीले किताब राखेको छौँ त्यसमा सिबिसी वर्डको छ। अनि यो चाहिँ धेरै नै रहेछ, तर यो भास्ट भए तापनि होइन एकदम इजी वेमा जुन तपाईँले प्यासेज पढ्नुहोस् अनि त्यो गर्नुहोस् भनेको थियो नि होइन,
त्यो एउटा एउटा वर्ड मात्रै हेर्न मन लाग्दो रहेछ कि म्याम। ओके अझ यसलाई चाहिँ पर्फेक्ट रूपमा जाने भने चाहिँ अझ के हुन्छ होला भन्ने जस्तो क्युरियोसिटी अझ पनि रह्यो मलाई होइन। अनि नेपालीमा पनि अहिले चाहिँ मलाई अब हजुरको चाहिँ मलाई त्यो किताब चाहिँ होइन बरु कुन पब्लिकेसनको हो, कहाँ पाउन सक्छु, यदि हजुरहरूले चाहिँ अनलाइनबाट पठाइदिन सक्नुहुन्छ नि म त्यसको यहाँ पे गरिहाल्छु म्याम होइन। होइन नि मलाई कहाँ पाउनुहुन्छ, काठमाडौँमा म आइ पनि रहन्छु, मेरो फ्यामिली पनि हुनुहुन्छ। यो किताब चाहिँ मैले ट्रेनिङ लिइसकेपछि त त्यो किताबले मलाई अलिकति झकझक्याउँछ, होइन भने त मैले ट्रेनिङ लिएको त खासै त्यो हुँदैन होइन। अनि अर्को कुरा के थियो भने हजुरले भनिरहँदाखेरि चाहिँ टिप्न पनि नभ्याउने होइन, सबै बुझे बुझे जस्तो हुन्थ्यो कि होइन। एकछिन पछाडि त केही नै नै के, अनि मैले चाहिँ सबै अर्को मोबाइलले चाहिँ भिडियो गरिराखेको थिएँ कि, अनि त्यसले गरेर अनि तपाईँले पठाएको छ लेख्दाखेरि अनि त्यो फेरि सुन्दाखेरि चाहिँ बल्ल मैले बुझ्दै गएँ होइन। अझ सुन्छु म अनि अझ प्रोग्रेस हुन्छ होला भन्ने मलाई लागेको छ। बच्चासम्म त अब यसै पालि मेरो जान सक्दैन होला, अब सेकेन्ड लेभल पनि म लिने कोसिस गर्छु, ट्राई माई बेस्ट। तर एकदमै मलाई चाहिँ एकदम इजी वेमा धेरै ट्रेनिङहरू पनि लिएको छु होइन। अब मैले ट्रेनिङ मात्रै नलिए पनि मेरो चाहिँ अर्गनाइजेसन थ्रुमा अर्गनाइजकै एउटा पोस्टमा बसेको कारणले गर्दाखेरि चाहिँ धेरै रन गरिरहेको छु नि त मैले त ट्रेनिङहरू चाहिँ। अनि त्यसमा आफै बस्नु पर्दाखेरि र मैले अहिले लिँदाखेरिको चाहिँ मैले एकदमै फरक पाएँ र यो चाहिँ एकदम फ्रुटफुल पनि पाएँ म्याम। थ्याङ्क यू सो मच म्याम। म एउटा क्वेसन होइन म्यामलाई, त्यो जति पनि हामीले पाइराखेको छौँ डे 1 देखिको, एक दिन त हाम्रो बिदा भन्नाले म चाहिँ उसमा थिएँ यो लाइट गएको भएर, अनि अर्को दिन चाहिँ अलिकति थकाइ लागेर एउटा क्लास फेरि राम्रोसँग मैले 2 दिन चाहिँ राम्रोसँग एटेन्ड गरिनँ। अनि त्यो अब छुटेको पनि भन्नु पर्यो, अलिअलि अब साथीहरूसँग बुझ्दाखेरि चाहिँ आफूले अझै क्लासमा लिएन नि त। अनि त्यसले गर्दाखेरि हजुर स्लाइडहरू सबै यो ग्रुपमा पठाइदिनुहुन्छ होला नि म्याम है, एकचोटि फेरि रिभिजनको लागि कि हामीलाई हजुरहरूले जस्तो हामीले पढेको कुराहरूको ह्यान्ड्स आउट चाहिँ मैले ग्रुपमा राखिदिन्छु। त्यो इङ्ग्लिसको साउन्डको सङहरू त मैले अलरेडी राखिसकेको छु। सो सुरुको फर्स्ट सेकेन्ड थर्ड डे त हामीले त्यसमा बढी प्र्याक्टिस गरेको छौँ, त्यो आफैले प्र्याक्टिस गर्ने, त्यो मैले सबै पिक्चर्सहरू पठाएको छु। ओके र अब बाँकी पढाएको कुराहरूको चाहिँ हजुरलाई म ह्यान्ड्स आउट ग्रुपमै नै राखिदिन्छु। हुन्छ, त्यो भयो भने पछि हामीलाई फेरि रिभिजन गर्नलाई भयो नि त। हुन्छ 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 हस्। ओके मलाई चाहिँ नि जस आई एप्रिसिएट हाम्रो जुन म्यामले गर्नुभएको छ लक्ष्मी म्यामले होइन। सो हाम्रो बच्चा बेलामा हामीले धेरै पढ्न पाएनौँ होला, तर साथीभाइ सङ्गतमा घर परिवारको सङ्गतले हाम्रो कन्फिडेन्ट लेभल चाहिँ नि राम्रो भएको हो क्या म्याम। हामीले दुनियाँ जित्न सकेको कन्फिडेन्टले पनि हो, लर्निङ एटिट्युडले पनि हो होइन। हामी अहिले आएर पनि पढ्यो भने के चाहिँ हुन्छ र, हामी सिक्न सकिहाल्छौँ भन्ने त्यो दम्ब, त्यो एटिट्युड, त्यो कन्फिडेन्ट त हामी राख्छौँ नि त। अहिलेको बच्चाहरू पढ्न जानेका छन् तर कन्फिडेन्ट लेभल बच्चामा जेरो होइन। सो त्यो चाहिँ फरक छ हाम्रो एजुकेसन सिस्टममा हामीले र पाएको एजुकेसन र हाम्रो बच्चाले पाएको एजुकेसनमा चाहिँ है। त्यो चाहिँ हजुरले याद गर्नुभयो भने त्यस्तो कुरा चाहिँ फरक पर्छ। सो अहिलेको बच्चाहरूमा हामी पढाइ गरेछ, बच्चाको सफ्ट स्किलै छैन, बच्चा कन्फिडेन्टै छैन, बच्चाले अलिकति पनि सानो रिस्क लिनै सक्दैन, सानो कुराको प्रब्लम सल्भ गर्नै सक्दैन। तर हामी सबै गर्न सक्छौँ, अलिअलि पढाइको पाटो मात्र हाम्रो छुटेको हो। तर त्यो छुटेको पाठलाई पनि हामी जुनसुकै बेलामा पनि चाहियो भने हामी त्यसलाई लेभल अप गर्न सक्छौँ भन्ने हिम्मत, त्यो चाहिँ कन्फिडेन्ट अझै हामीमा छ। सो त्यो चाहिँ हाम्रो पढाइको देन हो हाम्रो लागि। सो आई रियली एप्रिसिएट हाम्रो लक्ष्मी म्यामको एकदमै त्यो एफर्टलाई, त्यो लर्निङ एटिट्युडलाई, त्यो कमिटमेन्टलाई। सो आई रियली एप्रिसिएट म्याम। थ्याङ्क यू सो मच म्याम। ओके सो अरू साथीहरूको मेरो त केही छैन म्याम। ओके अनि अर्जुन सरको कस्तो भइरहेछ? पढ्ने काम त सधैँ कन्टिन्युस जारी नै रहन्छ नि होइन सर? अझ अलि बेसी पढ्नुपर्ने भयो मेरो चाहिँ। हो सो हामीलाई बच्चाहरू पढाउनलाई त त्यति सजिलो त रहेनछ है। अहिले झनै गाह्रो भयो। झन् सिक्दै गयो अनि झन् सिक्दै गयो। उनीहरूलाई सिकाउनको लागि हामीले धेरै सिक्नुपर्छ र उनीहरूलाई सिकाउँदै हामी पनि सिक्छौँ।
त्यही भइरहेको तर हुन्छ। धेरै खुसी लाग्यो मलाई अर्जुन सरले जति एक्टिभली पार्टिसिपेट गर्नु भएको छ भिडियो खोलेर सबै एक्टिभिटिजहरू गरेर जति यहाँ धेरैजना टिचर हुनुहुन्छ बद्दो उहाँहरूले त्यति धेरै कन्सन्ट्रेट गरेर सिक्नु भएको छैन होला जति अर्जुन सरले आफ्नै एकदमै कन्सन्ट्रेट गरेर फुल्ली सिक्नु भएको छ सो आई रियली एप्रिसिएट सरको भिडियो अन गरेर बस्नु भएकोमा हामीलाई एक्टिभली पार्टिसिपेट गरिदिनु भएकोमा पनि वी आर सो थ्याङ्कफुल सर सो त्यो हुँदाखेरि चाहिँ नि केही कुराहरू चाहिँ स्कुलमा एप्लिकेसन गर्न सक्ने तरिकाले केही कुराहरूको सिकाइ गर्नुभयो होला भन्ने लागिरहेछ त्यही अझ धेरै कुरा सिक्नु बाँकी रहेछ हामीले। ओके सो अरू साथीहरूको केही छ निन्द्रै लागिसक्यो है 10-11 बस्ने बेला भयो आज त 10 मिनट बाँकी छ। 10 मिनट बाँकी छ अझै ढिला भएको छैन भनेपछि म्यामको बुक चाहिँ म कसरी लिन सक्छु म्याम? म ग्रुपमा पब्लिकेसनको मान्छेको नम्बर राखिदिन्छु ल हजुरले सोध्नुहोस् त्यहाँनिर त्यहाँ सोध्यो भने हाम्रो उहाँहरूले हेटौँडामा त आएको छैन होला है म्याम? हजुर हेटौँडामा त आएको छैन होला। मलाई थाहा हुँदैन सायद गएको पनि छ कि त्यतातिर कता कता त हुन्छ तर मलाई पब्लिकेसन नाम भन्दिनुहोस् त। इडिटा हो सो ए त्यसो भए आएको छैन म्याम। त्यो उनीहरूले स्पेसिफिक मगाएको स्कुलहरूमा मात्र पठाएको होला जस्तो लाग्छ मलाई धेरै छैन किनभने यहाँ मकनपुरमा लागेको छ झन् झन् मलाई थाहा हुन्छ। ओके सो अब हामी अर्को एउटा बच्चाहरूलाई एकदमै कक्षामा सिकाइराख्नु पर्ने र मजा आउने एउटा गीत फोनिक्सको सङ सिकाउँछु ल हजुरहरूलाई सो यो सङमा चाहिँ के हुन्छ त भन्दाखेरि हामीले हाम्रो झोलाभित्र चाहिँ हामीले पढाएको साउन्डको सामानहरू राख्छौँ ओके सो आई थिङ्क मैले यहाँ ब्याग रेडी गरेको छु मसँग एउटा झोला छ तपाईँहरूले बक्सा पनि राख्न सक्नुहुन्छ मेरो भिडियो देखिरहनु भएको छ मलाई छ म्याम छ है हाम्रो स्कर्टमा चाहिँ झटपट झोला भन्छौँ हामी। ओके अचम्मको झोला झटपट झोला जे पनि भन्न पाइयो है त सो यो झोलाभित्र अथवा बाक्साभित्र पनि तपाईँले सामान राख्न पाउनुभयो यो चाहिँ हामीले पढाएको जस्तो मैले यहाँ क अक्षरको सामान राखेको छु है त क अक्षरको पनि राख्न पाइयो अरू पढाइसकेको अक्षरको पनि राख्न पाइयो जे मात्रा लागेको पनि राख्न पाइयो त्यो गर्न पाइयो है त सो यसलाई हामी कसरी भन्छौँ त भन्दाखेरि के छ होला के छ होला झोला भित्र के छ होला भन्नुहोस् त के छ होला के छ होला यो के हो कबाट आउने अक्षरको सामान यो के हो कमिज कमिज कुड बी कट्टु पनि हुन सक्छ तर यो मैले चाहिँ कपडा भनेर लेखेको छु कपडा सो कपडा भन्नुहोस् त सबैले ओके फेरि एकचोटि अलि ठुलो स्वरले भन्नुहोस् त मैले सुनिनँ अहिले बाहिरको छिमेकीले होइन म्याम त स्कुलमा पढाउने भन्दै राति कसलाई पढाउन लाग्यो भनेर फोन हान्न बेर छैन है ओके सो फेरि अगेन है त के छ होला झोला भित्र के छ होला झोला के छ होला गेस गर्नुहोस् त के छ होला कलम होला कलम होला कि किताब होला कि के छ होला सबैजनाले आइज क्लोज गर्नुहोस् त म निकाल्छु अनि भन्छु है त सबैले आइज क्लोज 1 2 3 ओपन योर आइज यो के हो कप ओके अब सबैजनाले सँगै गाउने है त ल सबैले गाउनुहोस् के छ होला झोला
अब के छ होला के छ होला के छ होला आमा यो के हो कलम के नाम त देखेन देखेन कचौडा कचौरा कचौरा ओके सबैजनाले भन्नुहोस् त खै खै मैले निशाले भनेकै सुनिन सबैले भन्नुहोस् त यो के हो कचौडा भेरी गुड ल यसरी चाहिँ हामीले यो साउन्ड गेम यो चाहिँ इङ्ग्लिसमा नि गर्ने साउन्ड बक्स words inside the sound box इङ्ग्लिसमा चाहिँ ओके so you can sing it in English or in Nepali मात्रा लागेको म्याथको सबैलाई पढाउन सक्नुहुन्छ अलराइट सो हजुर म चाहिँ लिभ हुन्छु ल मेरो 3 मिनेट भयो 3 मात्रै छ 3 मिनेट मात्रै स्विच अफ हुन थाल्यो मोबाइल ए हुन्छ हस् सिद्धि अब मैले लास्टमा एलकेजी युकेजी को करिकुलम भन्न लागेको 1 मिनेट हुन्छ भने बसिस् न ओके सो एलकेजी को करिकुलम मैले हजुरहरूलाई भनिहालेँ हामीले चाहिँ यसरी अन्तिमसम्म 10ैसम्म कख नै मात्र पढाएर अन्तिमसम्म चाहिँ यसरी अ आ इ उ ए ऐ ओ औ अम गरेरै अन्तिमसम्म पुर्याउँछौँ तर यसमा धेरै राइटिङ फोकस हुँदैन रिडिङलाई बढी फोकस हुन्छ सो एउटा अक्षरमा हामीले बढीमा 4-5 वटा मात्र अक्षरलाई बढी फोकस गर्छौँ त्यस्तो धेरै पढाएर जाने भन्ने हुँदैन है अब नेपालीमा चाहिँ के हुन्छ त भन्दाखेरि नेपालीमा पनि पहिला क ख को रिभिजन हुन्छ अनि फेरि अ आ इ गरेर आसँग आकार ईसँग इकार गर्दै पढाउँदै गएर शिरबिन्दु चन्द्रबिन्दु अनि सकेपछि 12 खरी हुन्छ त्यस पछाडिबाट रका प्रकारहरू हुन्छन् अनि एकवचन बहुवचन हुन्छ सर्वनाम हुन्छ 7 बार हुन्छ 12 महिना हुन्छ ऋतुहरूका हुन्छन् र मेरो परिवार मेरो घर जनावरहरू भनेर यस्तो सानो सानो चाहिँ नि उनीहरूले पढ्न सक्ने प्याराग्राफहरू हुन्छ ओके सो यसरी चाहिँ नि हामीले उनीहरूलाई चाहिँ नि युकेजी को कन्टेन्ट सकाउँछौँ भने अब फोनिक्सको चाहिँ धेरै कन्टेन्टहरू चाहिँ बाँकी छ हेर्नुहोस् है अब यो सबै कन्टेन्टहरू चाहिँ लेभल 2 र लेभल 3 मा सिक्न सकिन्छ अब एकैचोटि सकिँदैन यसलाई डिटेलिङ पढेर बुझेर त्यसलाई त्यसको कारण के हो भनेर पत्ता लाउँदै काम गर्नुपर्छ सो हाम्रो अझै ए को 8 वटा साउन्ड हुन्छ ई को 8 वटा साउन्ड हुन्छ हैन ब्लेन्डिङ बाँकी छ अनि त्यस पछाडिबाट त्यसको के रे ब्लेन्डिङ साउन्ड्सहरू बाँकी छ त्यसको डायग्राफहरू बाँकी छ अझै कतिवटा रुल्सहरू बाँकी छ साइलेन्ट रुल्सहरू बाँकी छ सो त्यसमा अझै अल्टरनेटिभ स्पेलिङ आर कन्ट्रोल वावल सो दिज आर द थिङ्स द्याट वी क्यान लर्न इन आवर लेभल 2 एन्ड द लेभल 3 मैले यो कुरालाई राख्दै आजको सेसनलाई चाहिँ नि मेरो तर्फबाट चाहिँ म एन्ड गर्दैछु सो बाँकी हजुरहरूको तर्फबाट के बाँकी छ अब सुरु गरौँ अब हामीले लेभल 2 ट्रेनिङ लिन चाहिँ मिल्यो है म्याम हजुर अब लेभल 2 लिन चाहिँ पाइयो तर त्यो अझै 15-20 दिन पछिबाटै मात्र सुरु गर्न सक्छु बिकज माई एक्जाम इज कमिङ सो त्यो कारणले म अहिले अलिक तत्कालै चाहिँ ल्याउँदिनँ त्यो पछाडि पनि एक ब्याच लेभल 1 कै गराउँछु देन आफ्टर दुईटाको मर्ज गरेर लेभल 2 गराउँछु सो मेबी आफ्टर अ मन्थ यु क्यान लर्न तर बेसिक अहिले 1-2 महिनालाई पुग्ने गरेर त सबैले पढिसक्नु भएको छ नि त युकेजी को पनि 1-2 महिनालाई त पुगिसक्यो म्याम हजुरले एसिटीबाट मास्टर्स गरिरहेको छ फेरि हो मेरो चाइल्ड डेभलपमेन्टमै मास्टर्स सकिसक्यो मेरो एमफिल हो अहिले ए ओके म्याम यो मास्टर्सको पनि अहिले खुलिरहेछ है मास्टर्सको पिजिटी खुलिरहेछ पिजिटी 1 इयरको हुन्छ हैन म्याम मास्टर्स गरेकोले 1 इयर पिजिटी गर्न पायो जुनबाट पनि मास्टर भइहाल्यो हैन हुन्छ होला म्याम अनि यसको लागि पनि फिजिकल क्लास पनि एटेन्ड गर्नुपर्छ कतिवटा चाहिँ पर्छ सर्टेन पर्छ तर मेजोरिटी अनलाइनमै हुन्छ तर मेरो मास्टर्स चाहिँ 2 इयर्सको मास्टर्स हो 1 इयरको होइन फुल्ली फिजिकल नै हो अहिले चाहिँ 1 इयर पिजिटी अनलाइनबाट गर्ने फेसिलिटी छ कस्तो छ म्याम राम्रो फ्रुटफुल नै हुन्छ होला है पढ्न सक्यो भने त पढ्ने भन्ने कुरा त राम्रै हुन्छ
त्यसले हामीलाई नै अझ लेभल अप गर्ने त हो नि, अझ डिफ्रेन्ट डाइमेन्सन, अझ अन्डरस्ट्यान्डिङ लेभल बढाउने त हो नि। सम्झना म्याम, एउटा सानो Yeah. मैले फेस गरेको प्रब्लम अँ, सेयर गर्छु ल। सम्झना। अहँ, कनेक्टै लागि कि मैले युकेजी सम्म अथवा प्रे स्कुलको लागि त होइन हजुरको अनुसारको त्यो छ, त्यो गर्छु। अनि 1 र 2 3 सम्म अब इन्टग्रेटेड भएको भएर त्यो युकेजी सम्मको मन परेको अथवा राम्रो भएको भएर 1 2 3 को लागि नि एप्रोच गरेको भएर मैले आई हेभ जस्ट स्टार्टेड होइन 1 र 2 को that's really नानीसँग good. है। त्यो नानीहरूलाई दिने त कति छ त्यो आई हेभ द प्लान होइन। तर मलाई त्यो जसरी युकेजीमा नानीहरूले हामीले भनेको सुन्छ, इन्जोय गर्छ, गेमहरू खेल्न पनि इन्जोय गर्छ नि, 1 र 2 कोलाई त कन्ट्रोलै गर्न गाह्रो कि। मैले त कस्तो, मैले त अब त्यो नफेस गरेको नि त प्रि स्कुलकै मान्छे भएर होइन। 1 र 2 को त्यो नानीहरूको एजले गर्दा होला है, उहाँहरूलाई त एकैछिन के, बरु हामी प्रि स्कुलको एटेन्सन स्पान 10 14 मिनट्स भन्छौँ, मलाई त 1 2 को नानीहरूको त एटेन्सन स्पान त 2 देखि 3 मिनट जस्तो पो भइदिइरहेको कि। मैले 2-3 वटा क्लास लिँदाखेरि होइन एक्टिभिटी बेस त गरेँ, तर कन्ट्रोलिङ गर्न गाह्रो भयो क्या। त्यो के कारणले रहेछ जस्तो लागेको क्या। जस्ट त्यत्तिकै सेयरिङ मात्रै क्या 1 र यस्तो 2 छ, को नानीको हजुरले एज। भनेको कुरा त्यहाँ मात्र होइन, सबै केसेसहरूमा त्यो लागु हुन्छ। किन भन्दा जति बच्चा ठुलो हुँदै गयो उति घरमा ज्यादा मोबाइल पाएको बच्चाहरू छ। सो जसले गर्दाखेरि चाहिँ नि उनीहरूको एटेन्सन स्प्यान एकदमै कम छ। अनि जस्तो बच्चालाई पिज्जा र रोटी दियो भने बच्चाले के खान खोज्ला? पिज्जा पिज्जा खान खोज्छ। सो मोबाइलको उनीहरूलाई दुनियाँमा एकदमै फ्यान्टासी, एकदमै आइसक्यो नि वाव त वाला होइन। वर्ल्डमा भएको बच्चा, तपाईँ हाम्रो भोइसै नमिलेको गीत सुन्दाखेरि उसले इन्टरटेन गर्दैन नि होइन। टिभीमा पुरा म्युजिकल इन्स्ट्रुमेन्ट सहितको होइन उनीहरू फेरि एलकेजी युकेजीमा एलकेजी युकेजीमा प्र्याक्टिस भएर त्यो एदेखि जेडको साउन्ड अथवा डायग्राफ लङ भावल उनीहरूलाई युज टु भएको नै नानीहरू हो नि त होइन। अब उनीहरूलाई उनीहरूको अनुसारको नै छ नि त। तर युकेजीमा जसरी, अथवा युकेजीमा नि गरिन्छ नि त त्यो स्कुलमा, अनि युकेजीमा जसरी कस्तो सजिलोसँग उनीहरूले इन्ट्रेस्ट दिएर ल अब हामी गेम खेल्ने भन्यो भने ओके भनेर एकछिन भयो नि क्वाइट त्यो खालको हुन्छ नि त। 1 2 मा त त्यो क्वाइट भन्ने त छँदै छैन, हुँदैन रहेछ कि। 1 2 मा अनि म पनि त के ग्रेड टिचरै हुनुहुन्छ कि सब्जेक्ट टिचर होइन जानुहुन्छ? होइन म्याम, म फ्रिल्यान्सर ट्रेनर हो होइन। म होइन, टिचर्स त्यहाँ ट्रेनिङहरू तपाईँ प्र्याक्टिस चाहिँ के छ? त्यो स्कुलको प्र्याक्टिस के छ? ग्रेड टिचिङ छ कि सब्जेक्ट टिचिङ छ? 1 सम्म ग्रेडिङ छ, 1 सम्म ग्रेडिङ छ, 2 देखि छैन। ओके। सो ग्रेड टिचरमा पनि भर पर्छ। उसले उसको तपाईँ त एक दिन गएर 2 घन्टा जाने भन्दा पनि होल टाइम बस्ने टिचरले उसले कसरी क्लास कन्ट्रोल गरिरहेछ, कसरी क्लास म्यानेज गरिरहेछ भन्ने कुरा त उसको गराइमा भर पर्ने कुरा हो नि त फेरि। गेमको कार्डहरू डिस्ट्रिब्युट गर्यो होइन, त्यसपछि एक्साइटेड हेऱ्यो, साथीभाइको एकछिन हेऱ्यो, 5 मिनट ऊ अलिक कन्ट्रोलमा आयो होइन। अनि जब अब फोनिक्सको त बोल्नु पर्यो, तिम्रो हातमा के छ भनेर सोध्नु पर्यो नि त। त्यो 3 जनाले भनेसम्म सुन्छ होला, त्यसपछि त नानीहरू त आफै के, बरु 1 कोले के अरे युकेजी कोले सुन्छ भने जस्तो भयो कि। मलाई त कन्ट्रोलै युकेजीमा गर्न अझै गाह्रो यस्तो भयो। छ नि त, एउटा कुरा हजुरले भनेकोमा के हुन सक्छ भने बच्चाहरू हजुर एलकेजी युकेजीको जुन मोबाइलको लत लागिरहेछ नि, त्यसको रिजल्ट आउँदै गर्दाखेरि चाहिँ 1 2 है पुग्ने हो क्या। त्यहाँ चाहिँ इनपुट हालिरहेछन्, त्यति नै बेला आइसकेको छैन। 1 र 2 मा पुग्दा चाहिँ टोटल्ली लस्ट हुन्छ चाइल्ड के। अगाडि आएर टिचरले बोलाउँदाखेरि पनि अनि ए गर्न थाल्छ। हो त्यो सेयरिङ गर्ने पार्ट मजा होइन, सेयरिङ मजाले गर्ने। तर मेरो कन्टेन्टमा त म जानु पर्यो नि त, एटलिस्ट थोरै थोरै 1 आवरको टाइममा त जानु पर्यो नि त म होइन। अनि थोरै थोरै गयो 3 4 जनासम्म ठिक, त्यसपछि त त्यो नानीहरूलाई त्यो जेसुकै गेम खेल, अर्को गेम तपाईँको खेलौ अहिले भन कि गीत गाउ युकेजीको भन कि। बच्चाहरूमा पनि त्यो प्रब्लम छ म्याम। यदि युकेजीको टिचर यहाँ मैले हुनुहुन्छ कस्तो भने सक याद भयो गर्नु कि, भएको मैले त होला। नेभर नेभर डन इन प्राइमरी लेभल नि त, अप टु प्रि स्कुल मात्र होइन। होइन, अनि अहिले 1 2 प्रि मलाई स्कुलमा त पनि आउँदैछ म्याम। हजुरको युकेजीमा पनि मैले कतिजना बच्चा देखिरहेको छु, दे लस्ट इन देम है सेल्फ because they don't have that socialization skill at home. They are not है having good time with the parents. They are engaging with the phone only. उनीहरू केही चाहिँदैन र पनि आफै हाँस्दिरा हुन्छ, आफै बोलिरा अँ हुन्छ। So that हो। is all because of the phone. अनि फेरि जुन चाहिँको अनुहार सोझो छ अथवा त्यो कम्पेयर हामीले गर्नुहुन्न, त्यो मलाई थाहा छ होइन। मेरो चाहिँ एक्सपेक्टेसन 1 2 को नानी कि मेरो आफ्नै बच्चा नि 2 मा पढ्ने होइन। अनि जो चाहिँ नानी चाहिँ सानो होइन, हाइटमा नि सानो, फुच्चे जस्तो देखिने, ऊ त कस्तो ज्ञानी केही नि गर्दैन भन्ने चाहिँ झन् खतरा कि।
मलाई कस्तो नयाँ अब्जर्भेसन भइरहेछ कि म्याम यो 3 विक्स जति भयो होइन एकदम नयाँ लर्निङ भइरहेछ नानीहरूबाट थ्याङ्क यू सो मच ओके द्याट्स नाइस तर अहिलेको सबै टिचरहरूले फेस गरेको कुरा अस्ति हाम्रो उर्मिलाजीसँग पनि मेरो पर्सनल कुराकानी भएको थियो बच्चामा पेसेन्स अहिले एकदमै कम छ अहिलेको सानो सानो बच्चाहरू तर मैले जापानमा भिजिट गरिरहँदा जापानको बच्चाहरूलाई देखिरहँदा मैले श्रीलङ्का भिजिट गरिरहँदा त्यहाँको बच्चाहरूको पेसेन्स देख्दाखेरि आई रियली वन्डर आई विस वी कुड ह्याभ अ चाइल्ड लाइक देम तर त्यहाँको टिचरहरू पनि त्यस्तै शान्त थिए होइन त्यहाँनिरको इन्भाइरोमेन्ट पनि त्यस्तै थियो हाम्रो त अभिभावकहरू पनि एकदमै अब हुन्छ नि शान्त स्वभावको पाउन गाह्रो छ आजभोलि टिचरहरू पनि त्यस्तै छ त्यो इन्भाइरोमेन्टल इन्फ्लुएन्स पनि छ अनि हाम्रो बच्चाहरूको एटेन्सन स्प्यान नै छैन केही समय पनि तपाईँको त्यहाँ बच्चाहरूसँग एकछिन बसेर उनीहरूले कन्सन्ट्रेट गरेर सुन्ला भन्न पनि एकदमै गाह्रो छ युकेजीमा पनि गाह्रो छ युकेजी पढाउने टिचरहरूले त्यो फेस गरिरहनु भएको छ सो 1-2मा त अझ बढी त्यसको इम्प्याक्टहरू देखिँदै जाने हो नि त किन नर्सरीबाटै फोन खेलाएर गइरहेको बच्चाहरू छ यो 3-4-5मा त पुग्न दिनु न एकछिन पनि होल्ड गर्न गाह्रो छ बच्चाले त्यो मेमोराइज गर्नै सक्दैन बच्चाले पेसेन्स लेभल देखाउनै सक्दैन त्यो त पछि लङ टर्मको इफेक्टहरू त देखिँदै जान्छ नि त सो दिस आर द मेजर इस्युज तर पनि हामीले इसिडी लेभलमा हाम्रो योगाहरूलाई बढाउनु पर्यो होइन माइन्डफुलनेस मेडिटेसनको कुराहरूलाई बढाउनु पर्यो इसिडीमा बच्चाहरूलाई भिजुअल माइन्डफुलनेस भिजुअल गाइडेड मेडिटेसनहरू गराउनु पर्यो जो श्रीलङ्का घुमिरहँदाखेरि त्यहाँको हरेक स्कुलमा मङ्कहरू थियो लुगा लगाएको मङ्क भिक्षुहरू थियो होइन हरेक कक्षा कोठामा बुद्धको फोटो राखेर चाहिँ नि तपाईँको बुद्धको बत्ती जलाएर कक्षा सुरु गरिन्थ्यो खै हाम्रो कल्चर कहाँ छ स्कुलमा खै हाम्रो कहाँनिर चाहिँ नि बच्चाहरूमा मेडिटेसनको प्र्याक्टिसहरू गरिन्छ योगाको प्र्याक्टिसहरू गरिन्छ अनि हाम्रो बच्चाहरू कसरी शान्त हुन सक्छ उसको खानपिन त्यस्तै उत्तेजित छ जङ्क फुडहरू उसको अभिभावक त्यस्तै मोबाइल हातमा थमाएर राखिदिइरहेको छ बुझेको छैन अनि यो अवस्थामा हाम्रो बच्चा कसरी शान्त हुन सक्छ त्यो चाहिँ हाम्रो लागि एकदमै सोच्नुपर्ने र अभिभावकसँग कन्सल्ट गरेर काम गर्नुपर्ने क्षेत्र हो जस्तो लाग्छ मलाई चाहिँ ओके अरू साथीहरूको केही छ So today is our last day. From tomorrow, I'll not ask you. कुरा म्यामले म्यामले के अरे युकेजी 1मा पुगेपछि गाह्रो भयो भन्दा एउटा कुरा सेयर गर्नु मन लाग्यो कि हाम्रो स्कुलको एकजना बच्चा यो हावालाई बुझाउनु खोज्दा पनि त्यो बुझ्नै नसक्ने खालको राति 3 बजेसम्म मोबाइल हेरेर बस्छ भन्नुहुन्थ्यो बाबा एउटा आमा एउटा छोरा एउटा अनि एकदमै धेरै माया 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 गरी गरी त्यो यस्तो किसिमले ट्रिट गर्नुपर्ने टिचरले अनि अहिले 1मा पुगेपछि त बिचरा त्यो एउटा स्कुलमा गयो त्यहाँ त पुरै किचनमै हङ्गामा मचाउनु भएछ कि खानेकुरा पोखिदिने त्यो किचनकै सब सामान डाङडुङ 3वटा स्कुलले निकालिदिइसकेछ क्या अहिले एक्टिभ पनि कस्तो यस्ता यस्ता छन् क्या बच्चाहरू भन्न खोजेको अभिभावकलाई लाग्छ पैसा तिरेपछि यस्ता मात्रै स्कुल कति आउँछ कति होइन बच्चाको बेहोरा छैन भने त कति आउँछ कति त हुँदैन नि त फेरि नस्वीकार्ने अभिभावकले यस्तो छ भनेर भन्दाखेरि के होला त भनेर नखोज्ने मेरो चाहिँ पोइन्ट के पनि भन्दाखेरि अरू त त्यहाँ दिनभरि बस्छ त्यो टिचरले त्यो बच्चाहरूलाई पनि डेफिनेटली पनि अघि हामीले भने जस्तै प्यारेन्टको नै त्यो भोइस कस्तो होला लाउड भोइस अथवा कर्पोरल पनिसमेन्टको कति कुराहरू आउला त्यो आफ्नो ठाउँमा छ होइन त्यहाँ बसिरहने टिचरलाई त पक्कै पनि एउटा क्लासमा 25जना 1-2को नानी हेर्न त गाह्रै भएको होला नि त होइन ऊ त साउट पनि गर्छ होला चिच्याउँछ पञ्च पनि होला यता आइज उता आइज भनेर तान्छ पनि होला त्यो गर्छ नि त अब म त हप्ताको एकचोटि जान्छु मैले त त्यस्तो केही पनि एटिट्युड देखाउन मिल्दैन नि त म त फेरि सक्दिनँ म त इसिडीमै काम गर्ने मान्छे मिल्दा पनि मिलेन अनि मैले चाहिँ सानै सफ्टमा मैले आफ्नै तरिकाले गर्दाखेरि त गाह्रो पो पर्ने रहेछ भन्ने भएको कि लास्टमा लातका भूत बाँच्ने अनि मलाई नै पो परिवर्तन गराइदेलान् कि क्या हो जस्तो भएको कि म्याम 3 विक्स भयो होइन मेरो प्लानको लागि मैले 1 महिनालाई हुन्छ नि 2 हप्तालाई सोचेको कुरा 3 हप्तामा बल्ल बल्ल अलिअलि भइरहेछ होइन त्यो पनि त्यस्तो म सेटिस्फाइड छैन किनकि मेरो एक्सपेक्टेसन चाहिँ 1-2को नानी त्यहाँमाथि आफ्नै बच्चा अब आफ्नो बच्चा त कुल एन्ड काम छ नि त त्यही टाइपको भन्ने मेन्टालिटी मेरो लागि डिफ्रेन्ट भइरहेछ
अनि अर्को कुरा चाहिँ होइन म त यिनीहरूलाई त माया गर्नुपर्छ, यिनीहरूलाई त म हरेकचोटि एक्टिभिटी बेस्ड लर्निङ गराउँछु, म सबै कुरा खेलाएर सिकाउँछु भन्दाखेरि त्यो बच्चाको कन्सन्ट्रेसनै छैन कि म्याम, कस्तो गाह्रो होइन। अनि म त ठुलो कन्सन्ट्रेसन छोरो र रेज गर्न फोकस नि नामको मिलेन, चिजै हुँदैन, त्यो मोबाइल ह्याबिट हो म्याम। अनि त्यसमा अनि हजुरले रेजै मात्र गर्न गर्न पनि सक्दिनँ म सक्दैनौँ भए। कि फेरि अनि पेरेन्ट्सको सिसिटिभीको अगाडि नै कोअर्डिनेसन होइन हुन्छ। मलाई त यस्तो सिसिटिभी छ, अब म त नयाँ नयाँमा त सिसिटिभी छ कि छैन नि हेर्नु पर्यो नि त होइन। अनि मेरो त्यो फेसमा त्यो एङ्गर देखिन्छ कि देखिँदैन भएको के मलाई होइन। रियल लाइफमा क्लासेस आर भेरी डिफिकल्ट अहिलेको उहरूमा। मलाई अस्ति सायदै अब यो हप्ता मेरो अर्को एउटा नयाँ पोडकास्ट आउँछ, अनि त्यसमा जापानको सरसँग मैले इन्टरभ्यू लिइरहेको थिएँ। जापानको सर, उहाँको जापानमा स्कुल छ। अनि यस्तो हँसाउनु भएको, म्याम नेपालबाट गएको 2वटा बच्चा छ अरे होइन युकेजीमा। हजुर म्याम सबै बच्चा भनेको मान्छ, वाक इन द लाइन भन्दा पनि मान्छ। नेपालबाट गएको 2वटा बच्चा त भनेकै टेर्दैन, लाइनमै हिँड्दैन, त्यो चाहिँ के गरी तल आउने होला? अಯ್या, त्यो चाहिँ कसरी तल आउने होला म्याम? अब बिचरा टिचर हैरान भइसक्यो। टिचर आएर सर म यो 1 महिना ट्राई गर्छु, मैले यदि यो 1 महिनामा यो 2टा बच्चालाई चाहिँ नि म्यानरमा ल्याउन सकिनँ भने रिजाइन गर्छु भनेर भनेको छ। अब के चाहिँ गर्ने होला म्याम, तिनीहरूलाई कसरी तल आउने होला भनेर मलाई सोधिरहनु थियो। हो भन है, त्यो आखिर सबैको समस्या अनि रहेछ मैले कि भने मैले उर्मिला म्याम, हजुरबाउ हजुरआमासँग राखेको बच्चा होला त्यो होइन। अब अफकोर्स बाबुआमाले जापानमा लगेको भनेपछि त ग्रान्ड पेरेन्ट्ससँग बसेको बच्चा हो, त्यसलाई 1 महिनामा तलमा ल्याउन सकिँदैन सर। होइन बाबुआमाले यहाँ नेपालमै बसेको बाबुआमालाई पनि छोराछोरी हुर्काउन मलाई कति ज्ञान चाहिन्छ, मैले के गर्नुपर्छ भन्ने एउटा जिम्मेवारी फिलै छैन कि। छैन। अनि अनि कारण एउटा त्यो केस चाहिँ उहाँ चाहिँ लयर होइन, एउटा केस यस्तो परेको थियो अरे कि त्यो बच्चा चाहिँ नि गएर छिमेकीको ढोका ढोका हान्दै हिँड्ने अरे क्या एउटा बच्चा चाहिँ। अब उसको खेल्ने साथी पनि भन, जापानमा कोही बोल्दा पनि बोल्दैन। अनि उसले चाहिँ छिमेकीमा बच्चा उसले साथी खोज्यो अथवा के खोज्यो होइन, गर ढङ्ग गर्दै हिँडेछ अरे। अनि एउटाले पुलिस बोलाएर कम्प्लेन गर्दैन, पुलिस बोलाएछ अरे, बच्चा समाएर लग्यो अरे होइन। लगेपछि त दिँदैन अरे बच्चा। अनि अनि 2 हप्तासम्म बच्चा दिएन अरे के। अनि लयरको केसमा उहाँ जानुभएको थियो। अनि त्यो पछाडिबाट चाहिँ म हप्तामा 2 दिन टाइम दिन्छु, बच्चालाई काउन्सेलिङ सेसनमा लान्छु, म पनि काउन्सेलिङ सेसनमा जान्छु भनेर कन्ट्र्याक्ट गरेर साइन गरेपछि अनि बल्ल बच्चा दियो अरे। अब हाम्रो यहाँ त्यस्तो नियम आएको छैन, पेरेन्ट्सलाई ल म बच्चै पठाउँदिनँ घर। तर के हो नि, वेस्टर्न कन्ट्रिजहरूमा, राम्रो कन्ट्रिजहरूमा चाहिँ के छ भने, यदि अभिभावकले टाइम दिएन, बच्चालाई म्यानर भएन भनेदेखि बच्चा नै दिँदैन, अभिभावकलाई दिँदैन क्या, त्यो राइट हुन्छ क्या उनीहरूसँग। घरै नपठाइ स्कुल हुन्छ उनीहरूले के। अनि गेटमा आएर ओइ यता आइज भन्छन् अभिभावक, कति फकाएर अनि भन्छ त। जे मन लाग्यो बोलिरहेको अनि त्यो उहाँ जापानको बच्चा यस्तो शान्त, उनीहरूको सानैदेखिको करिकुलम पनि त्यस्तै हुन्छ है। फेरि हाम्रो जस्तो पढाउने हुँदैन नि त। उनीहरूको सानोदेखि नै अरूलाई कसरी रेस्पेक्ट गर्ने, खाना आफै कसरी खाने, आफ्नो सामानको कसरी केयर गर्ने, अरूलाई कसरी रेस्पेक्ट गर्ने भन्ने कुराहरू उनीहरूको पढाइ नै त्यही हो क्या। किन्डर गार्डनमा नमस्कार कसरी गर्ने त्यो हुन्छ। अब हाम्रो नि नेपालबाट करिकुलममा त हजुरआजूसँग त्यही छ बसेको नि बच्चा म्याम, हामी नै जान्ने छौँ। हाम्रो नि करिकुलम हेर्छौ त, त्यो सबै कुरा छ नि, त्यो करिकुलम हो कसलाई थाहा छ, कसले फलो गर्छ, हो। खालि अनि विषय त्यो गर्न जान्छ, हिसाबले आधा चाहिँ नि गाह्रो छ दिपावम। नि। त्यो हुँदाखेरि नेपालबाट गएको बच्चालाई चाहिँ नि 1 महिनासम्म पनि तहमा ल्याउन सकेन भने म रिजाइन गर्छु भनेर टिचरले भन्नुहुन्थ्यो। हाम्रो मेरो त 3 सबै हप्ता बच्चा भयो मान्छ त। अरे, त्यो नेपालबाट गएको 2टा बच्चा चाहिँ लड्ला र कहाँ ठोकेला भन्ने डरले प्रशासनै चिन्तित छ अरे के। त्यही त, मेरो नि 3 हप्ता त भयो त म्याम। अಯ್या, अनि हाम्रो बच्चाहरू कति गाह्रो छ भन्नुहोस् त, कस्तो त्यही कल्चर भएर अपनाइरहेछौँ। सम्झना म्याम, हजुर हजुर मेरो यो ब्याट्री सक्नु लाग्छ, हजुर। यो 2-3 ए मिनटबाट हुन्छ बाँकी हुन्छ छ होइन। मन्दिरा म्याम, हाम्रो यसो क्याजुअल हजुर हजुर गफ, वी क्यान ह्याभ अ लिभ। ठिक छ केही छैन। अब मैले नसिकेको कुरा चाहिँ तपाईँबाट चाहिँ मैले सिकेँ होइन। हजुर तपाईँको चाहिँ त्यो लेभल 2 को चाहिँ फेरि स्टार्ट हुन्छ भने तपाईँले खबर गर्नुहुन्छ होला नि होइन। यही हाम्रो ग्रुप छ नि म्याम, म त्यही नोटिस हजुर हाल्छु। हजुर 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 हजुर, तपाईँलाई धेरै धेरै धन्यवाद। हजुर
अब हजुर जस्तो मान्छेलाई झन् धेरै धन्यवाद नि म्याम। अब यति धेरै हजुर सिक्ने हजुर इच्छा राखेर यति लामो हजुर समयसम्म यस्तो एक्टिभली बस्नु भएको छ, सो हाम्रो लागि त त्यो एकदम धेरै ठुलो मोटिभेसन हो नि त। हो जर जे होस् नयाँ कुरा चाहिँ सिकेँ मैले। हजुर हजुर अब केही यस्तो अप्ठ्यारो भएछ भने तपाईँसँग तसँग बस्छु नि म। हुन्छ म्याम, मलाई मेसेजहरू है गर्नु होला। म नर्मली मेरो फोन नहुन हजुर पनि सक्छ, अफ हुन पनि हजुर सक्छ, म कुनै प्रोग्रामहरूमा हजुर यताउता हुँदा। तर व्हाट्सएपमा हजुर मेसेज गर्नुभयो भने आई विल चेक इट एन्ड गेट ब्याक टु हजुर ए हुन्छ हुन्छ हस् 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 ल सबै साथीहरूलाई चाहिँ गुड नाइट है त नमस्कार हस् सबैलाई गुड नाइट। हस् 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 म्याम, मेरो पनि ब्याट्री लो हुन लागेको छ, है। पछि हस् सबैजनाको भयो मनको भने पीडा हामी यस्तै छ। एज अ टिचर, एज अ फाउन्डर, एज अ प्रोफेसनल्स अफ इसिडी, सबैका कथा यस्तै यस्तै छन् क्या। जति कथा गरे पनि रातै जाँदा पनि हाम्रो कथाहरू सिद्धिँदैनन्। म्याम मेरो पनि ब्याट्री एकदमै लो भइरहेको छ। म बाहिरबाट आएर जोइन भइसकेको थिएँ, ब्याट्री चार्ज पनि गर्न नपाएको। ए म ओके, पछि नो वरिज म्याम। हजुर हुन्छ हुन्छ। हस् म्याम, आई थिङ्क थ्याङ्क यू हाम्रो पनि म्याम। कुराकानी अब सिद्धियो होला। अरू कोही साथीहरूको केही छ? छैन म्याम। ओके ल, अब हामी पनि गुड नाइट भनौँ है त। इट्स अलरेडी 11:15। ओके, थ्याङ्क यू एभ्रिवान फर बिङ हियर विथ मी एन्ड हजुर यति लामो समयसम्म यत्रो 7 दिनसम्म बस्नुभएकोमा धेरै धेरै धन्यवाद। एन्ड विथ दिस लेट्स से गुड बाई, गुड नाइट। Good night. गुड नाइट। Good night, ma'am.